एउटा क्रोमोजोम एब्नर्मलिटिज क्रोमोजोमको चाहिँ म्युटेसनले गर्दा हुने चाहिँ एउटा समस्या हो डाउन सिन्ड्रोम। जुन चाहिँ कसरी हुन्छ भन्दा त ट्राइजोमी अफ 21 नम्बर अफ के भनिएको छ भने क्रोमोजोम ट्राइजेमी अफ द 21 क्रोमोजोम। ट्राइजोमी भन्नाले के बुझिन्छ भने एउटै क्रोमोजोम होइन तीनवटा चाहिँ हुनुलाई हामी के भन्छौँ त ट्राइजोमी भन्छौँ है। जस्तो कि तपाईँ हामीलाई थाहा होला कि क्रोमोजोम कति पेयर हुन्छ सबैजनाले भन्नुहोस् त। एउटा ह्युमन बडीमा क्रोमोजोम कतिवटा हुन्छ? हाम्रो शरीरमा क्रोमोजोम कतिवटा हुन्छ त? हाम्रो शरीरमा क्रोमोजोमको सङ्ख्या कति हुन्छ? 23 पेयर होइन। क्रोमोजोम कति हुन्छ? 23 पेयर्स। ठिक छ। यो 23 पेयर्स भन्नुको मिनिङ चाहिँ के हो भने यो 1 देखि लिएर 23 नम्बरसम्म क्रोमोजोम हुन्छ। 1 2 3 4 5 डट 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 म दिन्छु। त्यस्तै 21 22 23 होइन। र यो 1 नम्बरको क्रोमोजोम भयो, यो 2 नम्बरको क्रोमोजोम भयो, यो 3 नम्बरको क्रोमोजोम भयो, यो 4 नम्बरको भयो, यो 5 नम्बरको भयो। यस्तै गर्दा गर्दै 23 नम्बरसम्मको क्रोमोजोम हुन्छ। ठिक छ। र यो सबै चाहिँ पेयरमा हुन्छ। यो सबै क्रोमोजोम के हुन्छ भने जोडीमा हुन्छ, दुईवटा हुन्छ है। सबै क्रोमोजोम पेयरमा हुन्छ है। अब हामी यहाँनिर लिन्छौँ के भने कि पेयरमा हुँदाखेरि यिनीहरूको जुन 21 नम्बरको जुन क्रोमोजोम हो यहाँनिर हेरिराख्नु भएको छ। 21 नम्बरको क्रोमोजोम कति पेयर हुन्छ? 2 पेयर हुन्छ। 21 नम्बरको क्रोमोजोम कति पेयर हुन्छ? 2 पेयर हुन्छ है। 1 नम्बर यो भयो, 2 नम्बर यो भयो होइन। अब डाउन सिन्ड्रोममा हुन्छ के भने यो 2 पेयर चाहिँ पहिलाको जुन क्रोमोजोम हुन्छ त्यो हुन्छ नै, थप यसमा एउटा क्रोमोजोम अझै एड भइदिन्छ। 21 नम्बरको क्रोमोजोममा 3वटा क्रोमोजोम भइदिन्छ। ठिक छ। र 3 भन्नाले के भनिन्छ भने ट्राइजोमी है। थप एउटा क्रोमोजोम के हुन्छ भने एड भइदिन्छ है। र त्यसलाई एउटा सिन्ड्रोम भनिन्छ। कुन सिन्ड्रोम भने डाउन सिन्ड्रोम है। डाउन सिन्ड्रोम भनेर भनिन्छ। र डाउन सिन्ड्रोम हुँदा बेबीको अनुहार कस्तो देखिन्छ भने तपाईँहरू यसो कतै हेर्नु भएको होला प्र्याक्टिकली, अथवा हेर्नु भएको छैन भने सर्च गरेर हेर्दा हुन्छ। डाउन सिन्ड्रोम हुँदाखेरि के हुन्छ भने यो टाउकोको जुन भाग छ यो अलिकति लामो हुने, मेन्टल रिटार्डेसन टाइपको बच्चा हुने, जिब्रो लामो हुने होइन, आँखा सानो हुने है। अलिकति सिन्ड्रोमिक बेबी हुन्छ, त्यो एबनर्मल हुन्छ। र त्यो किन त्यस्तो भएको छ भन्दाखेरि भने त्यो क्रोमोजोमको चाहिँ यो एबनर्मलिटीले चाहिँ भएको हो है। अब यसलाई चाहिँ धेरैजनाले चाहिँ राइट एन्सर दिनुभएको थियो भने धेरैजनाले चाहिँ यसमा एन्सर चाहिँ रङ पनि लगाउनु भएको छ। कोही कोहीले चाहिँ यो चाहिँ क्रोमोजोम एबनर्मलिटी 22 नम्बरको लेख्नु भएको छ, कसैले चाहिँ 21 नै लेख्नु भएको छ। तर मोस्ट अफले चाहिँ राइट एन्सर नै दिएको चाहिँ यहाँ देखिएको छ है त। अहिलेसम्म 92 रिस्पोन्स आएको छ आजको क्वेसनमा। हेर्नु त सबैजनाले स्क्रिन देखिराख्नु भएको होला। यो प्रश्नमा चाहिँ जम्मा 73%ले चाहिँ सही एन्सर दिएको छ। कोही कोहीले यो मिस्टेक पनि गरेको चाहिँ देखिन्छ है। ल अब हामी नेक्स्ट क्वेसनमा जान्छौँ। विच अफ द फ्लोइङ इज अल्सो नोन एज विस्टम टिथ भनेर चाहिँ भनिन्छ है। विस्टम टिथ भनेर थर्ड मोलारलाई चाहिँ चिनिन्छ।
अर्को प्रश्न छ प्रश्न नम्बर 3मा, रिनाइन इन्जाइम इज प्रोड्युस्ड बाई, है त, रिनाइन इन्जाइम कहाँबाट चाहिँ प्रोड्युस्ड हुन्छ भनेर चाहिँ सोधेको रहेछ, होइन। र सबैजनाले भन्नुहोस् त, रिनाइन इन्जाइम कहाँबाट प्रोड्युस्ड हुन्छ? RENIN, यसमा डबल एन हुन्छ है त। RENNIN, रिनाइन इन्जाइम इज प्रोड्युस्ड बाई, यसको राइट एन्सर के हुन्छ भने स्टोमेक, स्टोमेकबाट चाहिँ रिनाइन इन्जाइम चाहिँ प्रोड्युस्ड हुन्छ। अर्को एउटा हुन्छ RENIN, रिनाइन, यो चाहिँ इन्जाइम हो कि हर्मोन हो? RENIN, यो चाहिँ कहाँबाट प्रोड्युस्ड हुन्छ? कसैलाई केही आइडिया छ भने भन्नुहोस् त। यो पनि एक किसिमको इन्जाइम नै हो, है। जुन चाहिँ कहाँबाट प्रोड्युस्ड हुन्छ भने किडनीबाट प्रोड्युस्ड हुन्छ, है। तपाईँ हामीले सुनेको होला, रिनाइन एन्जियोटेन्जिन सिस्टम हुन्छ एउटा, होइन। र रिनाइन एन्जियोटेन्जिन सिस्टमले चाहिँ ब्लड प्रेसर चाहिँ मेन्टेन गर्ने काम चाहिँ गर्छ। र एउटा यन यहाँ बिचमा भयो भने यो चाहिँ एस्टोमेकबाट, होइन। र के भन्छ, दुईटा यन भयो भने यो चाहिँ के अरे, दुईटा यन भयो भने स्टोमेकबाट, एउटा यन भयो भने यो चाहिँ किडनीबाट, ल। अब यसलाई चाहिँ तपाईँहरूले इक्जाममा याद गर्दाखेरि, होइन, एउटा फर्मुला बताइदिन्छु म, सबैजनाले कपीमा नोट गर्नु होला, कहिलेकाहीँ हामी बिर्सिन्छौँ इक्जाममा के। यो जस्तो कि तपाईँको हेर्नुहोस् है, RENIN, होइन, र RENIN, हेर्नुहोस् दुइटै इन्जाइम नै हो, दुइटाको फरक फरक काम छ। अब यो चाहिँ प्रोड्युस्ड हुन्छ कहाँबाट त? एस्टोमेकबाट। अघि पनि मैले भने यो कहाँबाट प्रोड्युस्ड भइरहेछ? एस्टोमेकबाट। अनि यो चाहिँ कहाँबाट प्रोड्युस्ड भइरहेछ? किडनीबाट, होइन। अब यहाँ हेर्नुहोस्, यो डबल एन भन्नाले यसमा बढी स्पेलिङ आयो, होइन। यो एउटा एन भन्दा यसमा कम स्पेलिङ आयो, है। अब स्टोमेकमा हामी हेरौँ है त, स्टोमेकमा कतिवटा स्पेलिङ छ? 3, 2 5 र 2 7वटा छ, होइन। यसमा 3 र 3 6वटा छ, होइन, 6वटा छ। र जसको बढी स्पेलिङ छ त्यो एन वालामा पनि बढी हुन्छ, जसको कम स्पेलिङ छ त्यसको चाहिँ यता पनि कम हुन्छ। अलिकति यो ट्रिक लगाउने तरिका छ है, इक्जाममा तपाईँ नबिर्सिनु होला। अब स्टोमेकमा हेर्दाखेरि यसको स्पेलिङ 7वटा छ भने यसमा बढी स्पेलिङ छ भने बढी यन हुन्छ यसमा बिचमा भनेर सोच्नु होला, है। र यसमा कम स्पेलिङ छ भने यसमा एउटा मात्र यन हुन्छ भनेर सोच्नु होला, है। कस्तो लाग्यो यो ट्रिक? मैले चाहिँ प्रिपरेसन गर्दाखेरि केही पनि देखिएको छैन स्क्रिनमा भन्दै हुनुहुन्छ सुषमा पराजुले, किन देखिएको छैन? स्क्रिनमा देखिएको छैन हो, सबैजनाले म्यासेज गर्नुहोस् त। एकजना पार्टिसिपेन्टले भन्दै हुनुहुन्छ केही पनि स्क्रिनमा देखिएको छैन। देखिएको हुनुपर्ने हो, देखिएको छैन हो। देखिन्छ सर, सबैजनाले देखिन्छ भन्दै हुनुहुन्छ। ल, अब चाहिँ हेर्नु होला है। अब चाहिँ हामी नेक्स्ट प्रश्नमा जान्छौँ। यहाँहरूको नेक्स्ट प्रश्न चाहिँ के रहेको छ भने, प्रेजेन्स अफ ब्लड इन स्पुटम, खकारमा रगत देखा पर्नुलाई चाहिँ के भनिन्छ? एकदमै स्लो छ भनेर भन्दै हुनुहुन्छ सुषमाजी। हजुरको नेट त्यहाँ डिस्टर्ब हुनसक्छ, अरू साथीकोमा क्लियर छ है, हजुरकोमा मात्र क्लियर देखे छैन भने नेट स्लो हुनसक्छ। एकचोटि नेटलाई हेर्नु होला राम्ररी,
अथवा देखिए छैन भने माइन्ड के त्यसको लागि टेन्सन लिनु पर्दैन, रेकर्डेड भिडियो ग्रुपमा जान्छ, पछि हजुरले पनि हेर्न सक्नुहुन्छ है। ल प्रश्न चाहिँ के छ भने स्पुटममा ब्लड देखा पर्नुलाई हामी के भन्छौँ? हेमोप्टाइसिस हैन। हेमोप्टाइसिस भनेको स्पुटममा ब्लड देखा पर्नुलाई हामी के भन्छौँ? हेमोप्टाइसिस भन्छौँ है। आकारमा रगत देखा पर्नु। अथवा तपाईले यसरी पनि सोध्छ यो क्वेसनलाई, ब्लड मिक्स्ड विथ स्पुटम हैन, त यसलाई के भनियो? हेमोप्टाइसिस। अब अर्को एउटा टर्म के हुन्छ भने इमेसिस, हेमाटो इमेसिस भनेर एउटा टर्म हुन्छ है। हेमाटो इमेसिस, र हेमाटो इमेसिस भनेको के हो त? बान्तामा रगत देखा पर्नुलाई हामी के भन्छौँ? हेमाटो इमेसिस भन्छौँ। बान्तामा रगत है, हेमाटे इमेसिस भनेर भन्छ। यो भनेको ब्लड सिन इन द भोमिटिङ, यो उल्टी गर्दाखेरि रगत देखा पर्यो भने यसलाई हामी भन्छौँ हेमाटो इमेसिस। ठिक छ। अब एउटा टर्म हुन्छ के भने तपाईँको मेलिना, यसैसँग सन्दर्भित एउटा टर्म छ मेलिना है। अब मेलिना भनेको चाहिँ के हो भने ब्लड इन हैन स्टुल, ब्लड इन स्टुल है, तर ब्ल्याक कलरको चाहिँ त्यसमा रगत देखा पर्छ। मेलिनामा ब्ल्याक है, ब्ल्याक कलर स्टुल, त्यसलाई हामी के भन्छौँ त? मेलिना, अथवा यसलाई टेरी स्टुल भनेर पनि भनिन्छ। अब अर्को एउटा यो ब्लडबाटै कुरा छ, जस्तो कि हुन्छ भने तपाईँको हेमोथोर्याक्स है। हेमोथेराक्स भनेको चाहिँ के हो त? कलेक्सन अफ ब्लड इन द प्लुरल क्याभिटी है। सिम्पल ल्याङ्ग्वेजमा मैले लेखिरहेको छु, ब्लड प्लुरल क्याभिटी। प्लुरल क्याभिटीमा ब्लड देखा पर्नुलाई हामी के भन्छौँ त? प्लुरल क्याभिटीमा ब्लड देखा पर्नुलाई हेमोथोराक्स हैन। र पस यदि देखियो भने के हुन्छ त? पायोथोराक्स हुन्छ हैन। पस प्लुरल क्याभिटीमा पस देखा पर्यो भने यो चाहिँ के हुन्छ त? पायोथोराक्स हैन। अब यो एउटा कुरा तपाईहरू यसलाई छुट्याएर नोट गर्नु होला, ब्लड इन स्टुल है त, दिशामा रगत देखा पर्नुलाई हामी के भन्छौँ? तपाईलाई ब्लड इन स्टुल, अब यो ब्लड के भन्छ भने ब्लडको चाहिँ कलर ब्ल्याक छ भने त्यसलाई हामी के भन्यौँ? त्यसलाई हामी के भन्यौँ त? मेलेना भनेर भन्यौँ, मेलिना हैन। तर ब्लडको कलर दिशामा फ्रेस छ भने, दिशामा चाहिँ फ्रेस छ भने त्यसलाई हामी के भन्छौँ भने हेमाटोचेजिया भन्छौँ है। हेमाटोचेजिया भनेर चाहिँ भन्छौँ। ब्ल्याक कलर भयो भने मेलिना, र फ्रेस कलर रेक्टल ब्लिडिङ भयो भने त्यसलाई हामी के भन्छौँ त? हेमाटोचेजिया भनेर भन्छौँ। यो चाहिँ यसरी छुट्याएर बुझ्नु। अब अर्को कुरा, युरिनमा है त, युरिनमा ब्लड देखा पर्यो भने हैन, युरिनमा ब्लड देखा पर्यो भने त्यसलाई हामीले के भन्छौँ त? हेमाचुरिया भनेर भन्छौँ, हेमाचुरिया है। यो हेमासँग रिलेटेड भएर यति कुराहरू हजुरहरूले चाहिँ याद गर्नु होला। ल अब चाहिँ हामी नेक्स्ट प्रश्नमा जान्छौँ। नेक्स्ट प्रश्न चाहिँ के थियो त? माइक्रोसाइटिक एनेमिया इज ड्यू टु हैन, माइक्रोसाइटिक एनेमिया के कारणले गर्दा हुन्छ? यो चाहिँ क्वेसन राख्ने बेलामा अल अफ द एबो लागेको थियो, तर पछि मैले यसलाई करेक्सन गरेको। कहिलेकाहीँ यो टेक्निकली इरर आउँदो रहेछ अनलाइनमा,
माइक्रोसाइटिक एनेमिया के कारणले गर्दा हुन्छ भने यो आइरनको कमीले गर्दा हुने एनेमियालाई हामीले के भन्छौँ भने माइक्रोसाइटिक एनेमिया भनेर भन्छौँ है। अब यो चाहिँ एनेमियाको टाइप अन्तर्गत पर्छ होइन। एनेमियाको टाइपमा यो आरबिसीको है त, आरबिसीको साइजको आधारमा होइन एनेमियालाई चाहिँ केही वर्गीकरण गरिएको छ, जस्तो कि मैक्रोसाइटिक भनिएको छ है। मैक्रोसाइटिक आरबिसीको साइज चाहिँ ठुलो भयो तर आरबिसीको मात्रा र हेमोग्लोबिनको मात्रा कमी भयो भने त्यस्तो टाइपको एनेमियालाई हामी मैक्रोसाइटिक भन्छौँ होइन। अर्को एउटा हुन्छ माइक्रोसाइटिक है। यसमा चाहिँ के हुन्छ भने आरबिसीको साइज चाहिँ सानो हुने तर आरबिसीको नम्बर र हेमोग्लोबिनको नम्बर पनि कम भयो भने त्यो चाहिँ के भयो त माइक्रोसाइटिक एनेमिया हुन्छ है। एउटा के हुन्छ भने नर्मोसाइटिक हुन्छ, नर्मोसाइटिक एनेमिया। यसमा आरबिसीको साइज चाहिँ नर्मलै हुन्छ तर आरबिसीको सङ्ख्या हेमोग्लोबिनको सङ्ख्यामा कमी आयो भने त्यसलाई हामी के भन्छौँ भने नर्मोसाइटिक एनेमिया भनेर चाहिँ भन्छौँ है। अब माइक्रोसाइटिक एनेमियामा याद गर्नु होला, यसमा आइरनको कमीले गर्दा जुन एनेमिया हुन्छ त्यो चाहिँ माइक्रोसाइटिक भयो है। अर्को एउटा समस्या हुन्छ थालासेमिया, थालासेमिया। थालासेमियामा पनि के हुन्छ त आरबिसीको होइन होइन यो मिस्टेक मिस्टेक भयो है, मिस्टेक। यो माइक्रोसाइटिकमा लेख्नु पर्ने हो। माइक्रोसाइटिकमा आइरन डेफिसियन्सी एनेमिया र थालासेमिया हुन्छ है। आइरन डेफिसियन्सी एनेमिया र थालासेमिया चाहिँ केमा हुन्छ भने माइक्रोसाइटिक एनेमियामा हुन्छ है। अब मैक्रोसाइटिक एनेमिया कस्तो प्रकारको एनेमिया हो भन्दा त यो चाहिँ मेगालोब्लास्टिक एनेमिया है। मेगालोब्लास्टिक, मेगालोब्लास्टिक एनेमिया र पर्निसियस एनेमिया यसमा पर्छ, पर्निसियस एनेमिया। अब यो मेगालोब्लास्टिक एनेमिया र पर्निसियस एनेमिया अलिकति हामी बुझ्नको लागि यो बुझ्नु पर्यो है। भिटामिन भिटामिन बी 12 है त, भिटामिन बी 12 र फोलिक एसिड, भिटामिन बी 12 र फोलिक एसिड यो दुइटैको कमीले गर्दा जुन एनेमिया भएको छ त्यसलाई हामी भन्छौँ मेगालोब्लास्टिक है। त्यसलाई हामी के भन्छौँ भने मेगालोब्लास्टिक। मेगालोब्लास्टिकमा दुइटै भिटामिनको कमीले गर्दा हुन्छ। कुन कुन भिटामिन? फोलिक एसिड एन्ड भिटामिन बी 12 है। बी 12 को बी कहाँ लेखिएको छ तेरिका, बी 12 को कमीले गर्दा एनेमिया जुन हुन्छ त्यो चाहिँ के हुन्छ भने पर्निसियस एनेमिया। बी 12 को मात्र कमीले गर्दा जुन एनेमिया हुन्छ त्यो चाहिँ के हो त पर्निसियस एनेमिया हो। पर्निसियस एनेमिया एउटा यो कारणले पनि हुन्छ, इन्ट्रिन्सिक फ्याक्टर है। यो इन्ट्रिन्सिक फ्याक्टर हाम्रो स्टोमेकमा चाहिँ रहेको हुन्छ, ठिक छ। इन्ट्रिन्सिक फ्याक्टर कहाँ रहेको हुन्छ त स्टोमेकमा रहेको हुन्छ र यही इन्ट्रेन्सिक फ्याक्टरले भिटामिन बी 12 को शोषण गराउँछ। इन्ट्रेन्सिक फ्याक्टरले के गर्छ त भिटामिन बी 12 को शोषण अथवा हामी एब्जर्प्सन भनेर पनि भन्छौँ होइन। तर इन्ट्रेन्सिक फ्याक्टरकै यदि कमी भयो भने बी 12 को एब्जर्प्सन हुन पाउँदैन, जस कारणले गर्दा कुन एनेमिया देखिन्छ त पर्निसियस एनेमिया चाहिँ देखा पर्छ भनेर चाहिँ बुझ्नु। ल अब अर्को प्रश्न छ यहाँनिर, सर्भिक्स क्यान्सर इज कज्ड बाई, सर्भिक्स क्यान्सर के कारणले गर्दा हुन्छ? यसको राइट एन्सर के हुन्छ सबै यहाँले भन्नुहोस् त। सर्भिक्स एन्सर इज कज्ड बाई
भिटामिन B12 को शोषण गराउँछ। सर्भिक्स क्यान्सर इज कज्ड बाई, सर्भिक्स क्यान्सर के कारणले गर्दा हुन्छ? सर्भिक्स क्यान्सर इज caused by HPV भाइरस, ह्युमन पेपिलोमा भाइरस है। अहिलेको यसको विरुद्धमा चाहिँ चलाइने भ्याक्सिन पनि कुन हो त? एचपिभी भ्याक्सिन है। अब एचपिभी भ्याक्सिन अहिलेको लोकसेवाको लागि अलि नयाँ प्रश्नहरू आइराखेको देखिन्छ होइन। एचपिभी भाइरस जुन छ, ह्युमन पेपिलोमा भाइरस, यसले चाहिँ तपाईँको अरू अरू समस्या पनि गराउँछ, याद राख्नु होला। जस्तो कि जेनाइटल वार्ड्सहरू होइन, जेनाइटल वार्ड्सहरू गराउन सक्छ होइन। तर यसको केही स्ट्रेनहरू हुन्छ है। अब यसको स्ट्रेनमा एउटा एचपिभी 6 हुन्छ र एचपिभी 11 हुन्छ होइन। यो स्ट्रेनले चाहिँ जेनाइटल वार्ड्स, माउथहरूमा पनि वार्ड्स गराउन सक्छ होइन। तर एउटा एचपिभीको अरू पनि स्ट्रेन हुन्छ, जस्तो कि स्ट्रेन 16 एन्ड 18 होइन। यो चाहिँ के गराउँछ त? यो चाहिँ म्यालिग्नेन्सी गराउँछ होइन। म्यालिग्नेन्सी भन्नाले क्यान्सर है। अब यसमा चाहिँ मोस्ट कमन क्यान्सर गराउने भनेको यसले सर्भाइकल क्यान्सर। र यो कुराहरू तपाईँले छुट्याएर बुझ्नुपर्ने चाहिँ देखिन्छ। तपाईँले सोध्छ कि एचपिभी एचपिभी भाइरसको कति नम्बरको स्ट्रेनले चाहिँ मालिग्नेन्सी गराउने रहेछ त? 16 एन्ड 18 नम्बरको स्ट्रेनले चाहिँ मालिग्नेन्सी गराउँछ। अब अर्को प्रश्न छ यहाँनिर, विच अफ द फ्लोइङ इज द गुड कोलेस्ट्रोल फर हेल्थ? हेल्थको लागि चाहिँ कुन कोलेस्ट्रोल चाहिँ गुड मानिन्छ त? अप्सन एमा छ एचडिएल, अप्सन बीमा छ एलडिएल, अप्सन सीमा छ भिएलडिएल एन्ड अप्सन डीमा छ अल अफ द एबोभ। हजुरहरूलाई के लाग्छ यसमा कुन कोलेस्ट्रोललाई चाहिँ गुड कोलेस्ट्रोल मानिन्छ त? सबैजनाले भन्नुहोस् त। यो प्रश्नमा प्रश्न नम्बर 7, विच अफ द फ्लोइङ इज द गुड कोलेस्ट्रोल फर द हेल्थ होइन। कोलेस्ट्रोलको केही प्रकारहरू हुन्छ होइन। जस्तो कि अब हामी यो लिपिड प्रोफाइल अन्तर्गत हेर्ने हो भने यो लिपिड प्रोफाइल अन्तर्गत आउँछ है। लिपिड प्रोफाइलमा के हुन्छ भने एउटा ट्राइग्लिसराइड आउँछ, ठिक छ, जसलाई हामी सर्ट फर्ममा टिजी लेख्छौँ होइन। एउटा चाहिँ आउँछ एचडिएल। एचडिएलको फुल फर्म हुन्छ हाई डेन्सिटी लिपोप्रोटिन। हाई डेन्सिटी लिपोप्रोटिन एचडिएलको फुल फर्म हुन्छ है। अर्को एउटा कोलेस्ट्रोलको प्रकार हुन्छ एलडिएल है। यसलाई भनिन्छ लो डेन्सिटी लिपोप्रोटिन। लो डेन्सिटी लिपोप्रोटिन यिनीहरू चाहिँ के को प्रकार हो त? कोलेस्ट्रोलको प्रकार हो, लिपिड प्रोफाइल अन्तर्गत आउँछ। र अर्को चाहिँ एउटा हुन्छ भिएलडिएल, जसको चाहिँ फुल फर्म के हुन्छ भने भेरी लो डेन्सिटी, भेरी लो डेन्सिटी लिपोप्रोटिन। एलडिएल को फुल फर्म हुन्छ भेरी लो डेन्सिटी लिपोप्रोटिन होइन। अब यो सबै कोलेस्ट्रोलको बारेमा अलिकति हामी यहाँनिर बुझ्छौँ है। टिजी भनेको के हो, एचडिएल भनेको के हो, एलडिएल भनेको के हो, भिएलडिएल भनेको के हो है। अब नर्मली हामीले जति पनि खानेकुरा खान्छौँ होइन,
जति हामी नर्मली डाइटबाट खानेकुरा लिन्छौँ त्यो डाइट हाम्रो शरीरमा के हुन्छ भने क्यालोरीको रूपमा चाहिँ युटिलाइज हुन्छ होइन। डाइट हामीले खाँदाखेरि त्यो चाहिँ क्यालोरीको रूपमा युटिलाइज हुन्छ। जुन चाहिँ युटिलाइज नभएको क्यालोरी जुन बाँकी बस्छ त्यो क्यालोरी चाहिँ ट्राइग्लिसराइडको रूपमा गएर हाम्रो ब्लडमा हाम्रो एडिपोज टिस्युहरूमा चाहिँ बस्छ है। हाम्रो ब्लडमा पनि हुन्छ, एडिपोज टिस्युहरूमा पनि गएर फ्याटको रूपमा बस्छ। र ब्लडमा भएको जुन फ्याट हुन्छ त्यसलाई हामी के भन्छौँ भने टिजी भनेर भन्छौँ, ट्राइग्लिसराइड है। अब मान्नुहोस् कि यो टिजी हो है, एज फर इक्जाम्पल यो चाहिँ टिजी हो होइन। र यो चाहिँ रक्तनलीमा है। अब यहाँ ब्लड मान्नुहोस् कि यो रक्तनली हो, ब्लड भेसल्स हो होइन। अनि माथि जुन टिजी हुन्छ ट्राइग्लिसराइड यो सँगसँगै बगिराखेको हुन्छ ब्लड भेसल्स है। ब्लड भेसल्समा ब्लडमा रगत प्लस जुन फ्याटको रूप हुन्छ जसलाई हामी टिजी भन्छौँ यो सँगसँगै बगिराखेको हुन्छ। अब यो टिजी आफै चाहिँ मुभमेन्ट गर्ने यसमा कुनै पनि क्षमता चाहिँ हुँदैन है। अब यसलाई लिनको लागि कुन आउँछ त लिपोप्रोटिन आउँछ है। लिपोप्रोटिन के हो त एक किसिमको भेहिकलको रूपमा काम गर्छ। लिपोप्रोटिन पनि एउटा फ्याटकै टाइप हो जसले के गर्छ त यो ट्राइग्लिसराइडलाई बोकेर एक ठाउँबाट अर्को ठाउँमा लैजाने काम गर्छ। अनि यो लगेर हाम्रो स्किनको अन्डर एडिपोज टिस्युमा चाहिँ लगेर जम्मा गरिदिन्छ। त्यो कसको काम हो त एलडिएलको काम हो है। अब एलडिएल भनेको चाहिँ के हो त लिपोप्रोटिन हो है, जसले चाहिँ ट्राइग्लिसराइडलाई एक ठाउँबाट अरू ठाउँमा क्यारी गर्छ। त एलडिएललाई के भनिएको छ भने लो डेन्सिटी भनिएको है त। लो डेन्सिटी कम डेन्सिटी कम घनत्व हुन्छ र कम घनत्व भएको कारण यो आर्ट्रीको वालमा डिपोजिसन हुने डर हुन्छ है। रक्तनलीमा गएर जम्मा हुन्छ र रक्तनलीलाई चाहिँ साँघुरो गराएर कोरोनरी आर्ट्री डिजिज पेरिफेरल आर्ट्री डिजिजहरू गराउने चाहिँ डर बढी हुन्छ है। मुटुको रोगहरू गराउने डर हुन्छ। र एउटा हुन्छ भिएलडिएल होइन। यो झन् एलडिएल भन्दा खतरनाक हुन्छ। यो झन् चाँडै यसमा चाहिँ गएर डिपोजिसन हुन्छ। नर्मल मात्रामा भयो भने यसले राम्रै काम गर्छ र एलडिएल र भिएलडिएल बढी भयो भने यसले चाहिँ असर गर्छ शरीरमा। अब अर्को एउटा हुन्छ एचडिएल हाई डेन्सिटी होइन। अब हाई डेन्सिटी भनेको चाहिँ के हुन्छ भने त्यसमा चाहिँ चाँडै जम्ने चाहिँ चान्स चाहिँ हुँदैन है। एथ्रोस्क्लेरोसिस गराउने रिस्क यो हाई एलडिएलमा हुँदैन, यसको डेन्सिटी हाई हुन्छ, यो डिपोजिसन हतपतै हुँदैन। हाई डेन्सिटी जति बढी भयो यो कोलेस्ट्रोललाई एलडिएललाई र ट्राइग्लिसराइडलाई सबैलाई चाहिँ सँगै लिएर हिँड्छ, रिमुभ गर्ने काम गर्छ है। त्यही भएर कस्तो प्रकारको कोलेस्ट्रोल चाहिँ हाम्रो शरीरको लागि राम्रो हो भन्दा त एचडिएल हाई डेन्सिटी लिपोप्रोटिन चाहिँ गुड कोलेस्ट्रोल है, राम्रो कोलेस्ट्रोलको रूपमा मानिन्छ। किन एचडिएललाई चाहिँ राम्रो कोलेस्ट्रोल मानिन्छ त एचडिएलले प्रिभेन्ट गर्छ केबाट कोरोनरी आर्ट्री डिजिजबाट सिएडी भनेर हामी भन्छौँ, कोरोनरी आर्ट्रीबाट प्रिभेन्ट गर्छ। र एचडिएल कस्तो फुडमा बढी पाउँछ त फिसमा माछामा चाहिँ बढी पाउँछ होइन। एभोक्याडोमा चाहिँ पाउँछ है हाई डेन्सिटी लिपोप्रोटिन। र जस्तो कि ओमेगा 3 युक्त जति पनि खानाहरू छ त्यसमा गुड कोलेस्ट्रोल चाहिँ पाउँछ। कुन कोलेस्ट्रोल चाहिँ राम्रो हो प्रश्न सोध्दाखेरि अब चाहिँ बुझ्नुभयो कुन कोलेस्ट्रोल राम्रो हो एचडिएल कि एलडिएल। सबैजनालाई क्लियर भयो त which cholesterol is good cholesterol HDL high density cholesterol is the good cholesterol हैन। सबैजनाले बुझ्नुभयो नि। धेरैजनाको यसमा बिग्रेको रहेछ, जम्मा 65%ले मात्र यसको सही एन्सर यहाँ दिनुभएको छ है।
अब चाहिँ हामी 8 नम्बरको प्रश्नमा हेर्छौँ बेस्ट म्यानेजमेन्ट अफ एब्सेस। एब्सेसको चाहिँ बेस्ट म्यानेजमेन्ट चाहिँ के हो त होइन। एब्सेसको बेस्ट म्यानेजमेन्ट चाहिँ के हो भने इन्सिजन एन्ड ड्रेनेज गर्नु एब्सेसको चाहिँ बेस्ट म्यानेजमेन्ट। एब्सेस भनेको के हो त? एब्सेस भनेको लोकलाइज्ड कलेक्सन अफ पस होइन। पसको चाहिँ कलेक्सन हुनुलाई हामी के भन्छौँ त? एब्सेस भन्छौँ। अब पस कलेक्सन भएको छ भने त्यसलाई हामीले इन्सिजन र ड्रेनेज गरेर निकाल्नु पर्ने चाहिँ हुन्छ। प्रश्न नम्बर 9मा छ कि प्रोट्रुजन अफ। प्रश्न नम्बर 9ले चाहिँ के भनेको छ त? प्रोट्रुजन अफ भिसरल अर्गेन फ्रम इट्स नर्मल एनाटोमिकल पोजिसन। कुनै पनि हाम्रो शरीरको अर्गेन ठिक छ नर्मल एनाटोमिकल पोजिसनबाट चाहिँ त्यो ठाउँ छोड्छ, प्रोट्रुज हुन्छ भने हामी त्यसलाई के भन्छौँ त? त्यसलाई हामीले हर्निया भनेर चाहिँ भन्छौँ। हर्निया है। हाइड्रोसिल, हेमरोइड र फाइमोसिस चाहिँ छुट्टै कन्डिसन है। अब अर्को यहाँनिर क्वेसन छ ड्रग अफ चोइस फर द अल्कोहल विथड्रल सिन्ड्रोम है। अल्कोहल विथड्रल सिन्ड्रोमको ड्रग अफ चोइस चाहिँ के हो त? अप्सनमा छ हेलोपेरिडोल, डाइजिपाम, एमिट्राइप्टिलिन होइन, त्यस्तै लिथियम। यसको राइट एन्सर के हुन्छ त? यसको राइट एन्सर के हुन्छ भने डाइजिपाम है। डाइजिपाम चाहिँ ड्रग अफ चोइस मानिन्छ। कसको लागि त? अल्कोहल विथड्रल सिन्ड्रोमको लागि। अब यसमा धेरैजना साथीलाई अलिकति कन्फ्युज भएको छ यहाँनिर हेलोपेरिडोलमा पनि। सबभन्दा पहिला हामी के बुझ्नु पर्यो त? अल्कोहल विथड्रल भनेको के त होइन। अल्कोहल विथड्रल भनेको के? कुनै अल्कोहोलिक पेसेन्टले अचानक अल्कोहल खान छोडेमा त्यसलाई चाहिँ विभिन्न शारीरिक रिएक्सनहरू आउँछ होइन। विभिन्न फिजिकल समस्याहरू आउँछ। त्यसलाई हामी के भन्छौँ त? विथड्रल सिन्ड्रोम। अल्कोहल विथड्रल भनेको खान चाहिँ छोड्नु हो है। र सिन्ड्रोम भनेको चाहिँ विभिन्न लक्षण चिन्हहरू चाहिँ देखा पर्नुलाई हामी के भन्छौँ त? सिन्ड्रोम भन्छौँ होइन। अब योसँग रिलेटेड अलिकति तपाईँहरू चाहिँ अलिकति बेसिक कुरा बुझ्नु चाहिँ पर्छ है। एउटा टर्म हुन्छ यो अल्कोहल विथड्रल सिन्ड्रोममा के भने डेलिरियम ट्रिमेन्स भनेर टर्म हुन्छ है त। डिलेरियम ट्रिमेन्स ठिक छ, जसलाई सर्ट रूपमा डिटिएस भनेर पनि भनिन्छ। यो डेलिरियम ट्रिमेन्स अल्कोहल विथड्रल सिन्ड्रोममा आउने एक किसिमको चाहिँ फिजिकल साइन एन्ड सिम्टम्स हो है, जुन चाहिँ एकदमै कडा हुन्छ, सेभियर रूपमा चाहिँ हुन्छ। रक्सी खान छोडेको व्यक्ति धेरै लामो समयदेखि हेभी अल्कोहोलिक बिरामी छ, जसले अचानक अल्कोहल खान विथड्रल गर्यो भने उसले चाहिँ सेभियर टाइप्स अफ होइन, सेभियर टाइप्स अफ फिजिकल सिम्टम चाहिँ डेभलप हुन्छ है। कडा रूपले चाहिँ शारीरिक लक्षण चाहिँ देखा पर्छ, जसलाई हामीले डेलिरियम ट्रिमेन्स भनेर डिटिएस भनेर भन्छौँ है। अब यसमा के हुन्छ त? त्यो बिरामीलाई सिजर आउने, हेर्नुहोस् है, सिजर आइदिन्छ। त्यस्तै हेलुसिनेसन, हेलुसिनेसन डेभलप भइदिन्छ। हेलुसिनेसन भनेको अब भिजुअल हेलुसिनेसन छ भने समान हुन्छ, एउटा देख्छ चाहिँ उसले अरू चिज देख्छ। डोरीलाई सर्प देख्नेलाई हामी के भन्छौँ? हेलुसिनेसन। भिजुअल हेलुसिनेसनमा उसले आँखाले समान चाहिँ चिन्न चाहिँ सक्दैन, गलत पर्सेप्सन चाहिँ हुन्छ होइन। त्यस्तै कडा खालको चाहिँ ट्रिमर्स हुन्छ है। यसलाई हामी के भन्छौँ भने डिटिएस भनेर भन्छौँ है। अब यो डिटिएसको चोइस अफ ड्रग्स भनेको चाहिँ तपाईँको के छ त? ड्रग अफ चोइस फर द डिटिएस। यसको चाहिँ चोइस अफ ड्रग डेली हेलोपेरिडोल हो, सिओडी। यसको चोइस अफ ड्रग हेलोपेरिडोल हो। अब तपाईँलाई क्वेसनमा सिधै अल्कोहल विथड्रलको चोइस अफ ड्रग सोध्यो भने
हामीले डाइजिपाम भन्नु पर्यो, डाइजिपाम होइन। तर डिटिएस डेलिरियम ट्रिमेन्स भनेर सोध्यो भने यसको चाहिँ चोइस अफ ड्रग के हो त, हेलोपेरिडोल हो, जुन चाहिँ तपाईँको अप्सनमा यो पनि दिएको थियो। कतिले हेलोपेरिडोल पनि सायद कतै न कतै पढेर लगाउनु भएको छ, तर यो चाहिँ डिटिएस तोकेर दियो भने चाहिँ हामीले हेलोपेरिडोल भनेर चाहिँ भन्नुपर्छ है। अब अल्कोहलसँग सम्बन्धित अलिकति अझै तपाईँहरूलाई एक दुईवटा पोइन्ट इम्पोर्टेन्ट छ लोकसभाको लागि, कि 1 युनिटमा कति एमएल अल्कोहल हुन्छ त? 1 युनिटमा 10 ml अल्कोहल हुन्छ है। र अल्कोहल खाँदाखेरि बिरामीलाई चाहिँ मुडलाई चाहिँ डिप्रेस गर्छ, मुडलाई चाहिँ के गर्छ त, डिप्रेस गर्छ। त अल्कोहल इज सिएनए डिप्रेसेन्ट, सेन्ट्रल नर्भस सिस्टममा चाहिँ यसले के गर्ने काम गर्छ त, सेन्ट्रल नर्भस सिस्टमलाई दबाउने काम गर्छ, डिप्रेस गर्ने काम गर्छ। ल, यो अल्कोहलको क्वेसनमा सबैजनालाई क्लियर भयो? ट्रिमर भनेको ह्यान्ड हलिरहन्छ जति बेला नि, एकदमै राइट छ श्वेताजीको। ट्रिमर भनेको हात चाहिँ हल्लिने, काम्ने, आँखाबाट आँसु आउने, नाकबाट पानी बग्ने होइन, थुप्रो चाहिँ सिम्टम हुन्छ अल्कोहल विथड्रोल सिन्ड्रोममा। ल, अब प्रश्न नम्बर 11मा छ कमनेस्ट इफेक्ट अफ द टोपिकल ड्रग्स, स्टेरोइड ड्रग्स। आँखामा लामो समयसम्म स्टेरोइड ड्रग्सको प्रयोग गर्यो भने झन् इन्ट्राअकुलर प्रेसर बढाएर ग्लुकोमा चाहिँ हुन सक्छ। त्यही भएर आँखाको बिरामीलाई स्टेरोइड चलाउनुभन्दा अगाडि अप्थाल्मो एक्सपर्टसँग चाहिँ हामीले चलाउनु पर्ने चाहिँ हुन्छ कन्सल्टेसन गराएर है। ल, प्रश्न नम्बर 12मा छ ब्रेन क्यान सर्भाइभ विदाउट अक्सिजन। हाम्रो ब्रेन अक्सिजन नपाएपछि पनि कति मिनटसम्म बाँच्न सक्छ त? 4 मिनटसम्म सर्भाइभ गर्न सक्छ, 4 मिनट। र 4 मिनटसँग सम्बन्धित एउटा अरू पनि कुरा छ हाम्रो एनाटोमीमा, 4 मिनटसँग सम्बन्धित एउटा अरू पनि काहीँ न काहीँ नोट छ। हजुरहरूलाई केही आइडिया छ त नगेन्द्रजी? हाम्रो एनाटोमीमा 4 मिनटसँग रिलेटेड अरू पनि एउटा कुरा छ, केही आइडिया छ भने भन्नु है। एउटा किडनीले होइन, एउटा किडनीले हाम्रो शरीरको सम्पूर्ण रगत फिल्टर गर्नको लागि, सम्पूर्ण रगत फिल्टर गर्नको लागि कति समय लाग्छ? 4 मिनट लाग्छ है, 4 मिनट। त्यही भएर चाहिँ मैले यहाँहरूसँग सोधेको कि हाम्रो एनाटोमीमा एउटा अझै पनि छ 4 मिनटसँग रिलेटेड कुरा, नबिर्सिनु होला। एउटा ब्रेनलाई अक्सिजन पुगेन भने 4 मिनटसम्म बाँचिरहन्छ, र किडनीले टोटल ब्लड फिल्टर गर्न कति मिनट लाग्छ त? 4 मिनट लाग्छ। 4 मिनटसँग दुईटा प्रश्न छ है। ल, अब चाहिँ त्यसपछि हामी नेक्स्ट प्रश्न हेर्छौँ। इन जेनरल इन जेनरल प्राइमरी सुचर सुड एप्लाइड विदिन द 80 आवर्स अफ द इन्जुरी है। कसैले चाहिँ कट इन्जुरी भएको छ भने हामीले होइन प्राइमरी सुचरिङ कति घन्टाभित्रमा चाहिँ, कति घन्टाभित्रको इन्जुरी छ भने हामी त्यसमा सुचर लाउन सक्छौँ त? 6 घन्टाभित्रको चाहिँ इन्जुरी छ भने त्यसमा हामी सुचर चाहिँ लगाउन मिल्छ है। तर 6 घन्टा यदि कटिसकेको छ, 6 घन्टा बितिसकेको छ, अथवा तपाईँको इन्फेक्टेड वुन्ड छ है, एकदम धेरै नै इन्फेक्टेड वुन्ड भयो होइन, अथवा आफ्टर 6 आवर्सको वुन्ड छ भने यसमा चाहिँ हामीले कुन प्रकारको सुचरिङ चाहिन्छ त? सेकेन्डरी सुचरिङ भन्छ है। यसमा चाहिँ सेकेन्डरी सुचरिङ चाहिन्छ, र सेकेन्डरी सुचरिङमा स्किन ग्राफ्टिङ पनि पर्छ, कहिलेकाहीँ स्किन ग्राफ्टिङ पनि पर्छ। स्किन ग्राफ्टिङ कस्तो प्रकारको सुचरिङ हो त? सेकेन्डरी सुचरिङ हो। अब अर्को प्रश्न छ यहाँनिर, पोस्ट एक्सपोजर प्रोफिल्याक्सिस भ्याक्सिन फर रेबिज सुड स्टार्ट। प्रश्नमा रहेको छ विदिन 3 days अफ द बाइट
within 7 days of the bite, within 10 days of the bite, and as soon as possible. रेबिज प्रोफिल्याक्सिसको लागि कुनै व्यक्तिले कति दिनभित्रमा चाहिँ भ्याक्सिन चाहिँ लाउनु पर्छ? यो प्रश्नले चाहिँ के भनेको छ भने कुनै व्यक्तिलाई कुकुरले टोक्यो, कुनै एनिमल चाहिँ बाइट भयो हैन, अब ऊ एन्टी रेबिज भ्याक्सिन हैन, एन्टी रेबिज भ्याक्सिन पोस्ट एक्सपोजर प्रोफिल्याक्सिस, कुकुरले टोकिसकेपछि जुन भ्याक्सिन लगाइन्छ त्यसलाई हामीले पोस्ट एक्सपोजर प्रोफिल्याक्सिस भनेर भन्छौँ, एआरबी पोस्ट एक्सपोजर। अब यो चाहिँ कहिले लगाउने त? धेरैजनाले भन्छन् 10 दिनभित्रमा लाउनु, कोहीले भन्छन् 3 दिनभित्रमा लाउनु होइन। तर अहिलेको गाइडलाइन्सले के भन्छ भने जति सक्दो चाँडो, जति सक्दो चाँडो, एज सुन एज पोसिबल यो भ्याक्सिन चाहिँ लाउनुपर्छ, एज सुन एज पोसिबल होइन। र अहिलेको लेटेस्ट रुट कुन हो त एन्टी रेबिज भ्याक्सिनको? हाल कुन रुटबाट लगाइन्छ त? इन्ट्राडर्मल, छालामा चाहिँ लगाइन्छ, इन्ट्राडर्मल रुटबाट लगाइन्छ है। पोस्ट एक्सपोजर भ्याक्सिन कति टाइम लगाउनु पर्छ त? 3 डोज लगाउनु पर्छ। पहिलो डोज, फर्स्ट डोजलाई 0 डोज भन्छौँ हामी, सेकेन्ड डोज भनेको 3 दिनमा होइन, र थर्ड डोज भनेको चाहिँ 7 दिनमा। 037 चाहिँ एन्टी रेबिज भ्याक्सिनको डोज हो है। अब कुनै व्यक्तिलाई मानुस् कि भ्याक्सिन लगाउनु छ होइन, मानुस् कि यो समथिङ एउटा पर्सन हो जसले चाहिँ भ्याक्सिन लगाउनु छ होइन। अब यो त्यो व्यक्तिको चाहिँ डेल्टोइड रिजन हो, दुई साइड, दुईटै हातमा। यो पहिलो दिन गयो भने यसमा पनि लाउनु पर्यो, अर्को हातमा नि, दुई साइडमै लगाउनु पर्यो, ठिक छ। र कति लगाउनु पर्यो त? 0.1 ml इन्ट्राडर्मल लगाउनु पर्यो। एउटा हातको डेल्टोइड रिजनमा 0.1 ml लगाइदिने, अर्को हातको डेल्टोइड रिजनमा पनि 0.1 लगाइदिने। त पहिलो दिन भिजिट गर्दा कति साइट लाग्यो त? 2 साइट लाग्यो होइन। तेस्रो डेज भिजिट गर्दा पनि 0.1 ml 2 साइड नै लाग्यो होइन। 7 डेज भिजिट गर्दाखेरि 0.1 ml 2 साइड नै लाग्यो है। र 2 2 2, अब तपाईँले भन्छ कि पोस्ट एक्सपोजर भ्याक्सिनको प्रोफिल्याक्सिसको कुन चाहिँ सेड्युल चाहिँ राम्रो सही हो? र हामी यसरी लेख्नुपर्छ 2 2 2 अनि 0 0, यो चाहिँ हुन्छ है पोस्ट एक्सपोजर प्रोफिल्याक्सिसको सेड्युलमा। 3वटा 2 अनि 0 0, यो कुरालाई बुझ्नुभयो नि सबैजनाले? अब अर्को प्रश्न छ यहाँनिर, एकैछिन गर्मी भयो अलिक। ओके सर, 0 0 भनेको चाहिँ के हो भनेर चाहिँ भन्नुभएको छ? 037 07 07। हजुर राधाजी ठिक छ, 037 03 अनि 07 यो पनि ठिक छ होइन। 0 0 चाहिँ किन भनिएको छ भने अलिकति यहाँनिर तपाईँहरूलाई म भन्छु है। पहिला चाहिँ रेबिज भ्याक्सिनको डोजमा 0 3 7 14 अनि 28 लाग्थ्यो यसरी होइन। र अहिले चाहिँ 0 3 7 डेजमै सबै कम्प्लिट हुन्छ होइन। त्यही भएर
यो पहिलो दिनमा जाँदा दुई साइडमा लगायो, दुइटै हातमा लगायो। तेस्रो दिनमा जाँदा पनि दुई साइडमै लगायो। सातौँ दिनमा जाँदा दुई साइड नै लगायो। तर 14 र 28 दिनमा चाहिँ लगाउनु परेको छैन नि त, त्यही भएर यसलाई 0 र 0 लेखिएको। अब चाहिँ बुझ्नुभयो नगेन्द्रजी, बुझ्नुभयो? ओके, ल गुड। बुझेर जानु पर्यो, क्लियर गर्नु पर्यो होइन। कन्फ्युज भएर चाहिँ हामी बस्नु भएन। यो रेबिज भ्याक्सिनको प्रश्नहरू अहिले धेरैचोटि सोधिसकेको छ लोकसेवाले है, त्यही भएर यसमा चाहिँ हामी कन्फ्युज बसेर चाहिँ काम छैन। ल, अब 15 नम्बरको प्रश्न गरेर हामी के भन्छ भने सेक्सन सी को क्लासतिर लाग्छौँ है, किनभने जितेन्द्र सर पनि रेडी भइसक्नु भएको छ। फिडब्याक चाहिँ यसको म हजुरलाई चाहिँ भोलि पनि गराइदिन्छु, बेलुका एकछिन 50वटा सकाइदिन्छु फिडब्याक योपालि होइन। प्रश्न नम्बर 15मा चाहिँ के भनेको छ भने एन अनकन्सियस केस अफ द पोइजनिङ स्नेक बाइट सुड म्यानेज फर्स्ट बाई। एउटा स्नेक बाइट पोइजनिङ केस चाहिँ तपाईँको बेहोस छ है, तपाईँ त्यसलाई चाहिँ के गर्नुहुन्छ भनेर चाहिँ प्रश्न सोध्नुहुन्छ है। अप्सन एमा छ रिएस्योरेन्स अफ द भिक्टिम, अप्सन बीमा छ गिभ सिपिआर, अप्सन सीमा छ इमोबिलाइज द पार्ट, एन्ड अप्सन डीमा छ रिफर टु द हस्पिटल। अब बेहोस भएको बिरामीलाई चाहिँ हामीले रिएसुरेन्सतिर लाग्ने होइन कि, यसको सही एन्सर चाहिँ के हुन्छ भने यसको सही एन्सर चाहिँ के हुन्छ भने हामीले चाँडोभन्दा चाँडो चाहिँ हस्पिटलमा चाहिँ रिफर गरिदिनु पर्ने आवश्यकता चाहिँ हुन्छ। तर यदि तपाईँले अनकन्सियस भनेको छैन भने यतिकै प्रश्नमा सोधेको छ कि सर्पदंशको चाहिँ उपचारमा पहिला चाहिँ के गर्ने, त त्यस्तोमा चाहिँ हामी के भन्छौँ भने रिएसुरेन्स भनेर चाहिँ है। त्यसमा नझुकिनु होला, यसमा एकदमै क्लियर हुनु होला। स्नेक बाइटको केस छ, कसरी म्यानेज गर्ने, पहिलो काम तपाईँको के हुन्छ? पहिलो काम हामी के भन्नुपर्छ त रिएसुरेन्स हुन्छ है। तर त्यसपछि तपाईँको यदि अनकन्सियस बेहोस बिरामी पोइजनिङ स्नेक बाइटको छ, तपाईँ चाहिँ कसरी म्यानेज गर्नुहुन्छ? त्यसलाई हामीले के भन्नु हो त रिफर टु द हस्पिटल। ल, अहिलेसम्म सोल्भिङ भएको सबै क्वेसनहरू हजुरहरूलाई क्लियर भयो त? कुनै डाउट छ भने सोधिहाल्नुहोस्, नत्र भने म अब चाहिँ जितेन्द्र सरलाई चाहिँ क्लासमा जोइन गर्नको लागि चाहिँ लिङ्क चाहिँ पठाउँछु है त। ए ल सर, म हजुरलाई लिङ्क पठाइदिएँ है, एकैछिन। ल, सेक्सन सी को लागि अब जितेन्द्र सर एकैछिनमा आउनुहुन्छ यहाँ हाम्रो क्लासमा। र हजुरहरू एकछिन वेट गरिदिनु होला, 1 मिनट जति। जितेन्द्र सर जोड्दै हुनुहुन्छ सेक्सन सी को क्लास स्पेसलको लागि।
सो रेकर्ड भिडियो सेन्ड गरिदिनु पर्यो। ओके ओके, रेकर्ड भिडियो आज पनि राखेको थिएँ, सबै दिन जान्छ रेकर्ड भिडियो इभिनिङ क्लासको। मर्निङ क्लासमा जितेन्द्र सरले अलि रेकर्डिङ गर्न चाहिँ छुट्याइदिनु हुँदो रहेछ, म उहाँलाई पनि भनिदिएको छु। भोलिदेखि मर्निङ क्लासको पनि रेकर्डेड भिडियो जान्छ। एकैछिन ल, अब जितेन्द्र सर जोडिहाल्नुहुन्छ, आइसक्नु भएको छ। जितेन्द्र सर कता जानु हो फेरि? सम्पूर्णजनालाई गुड इभिनिङ। म जितेन्द्र पासवान सर, हाम्रो लोकसेवाको स्वास्थ्य प्रशिक्षक। तपाईँहरू सम्पूर्णलाई हाम्रो यो कोशी प्रदेशको सेक्सन सी को क्लासमा स्वागत छ। अब पक्कै मेरो यो आवाज सुन्नुभयो होला अनि त्यस पछाडि स्क्रिन सेयर भइरहेको होला भनेर मैले आशा राखेँ। तत्पश्चात पनि एकजना कसैले मेरो आवाज सुनेको अनि त्यस पछाडि स्क्रिन सेयर भएको भनेर मलाई मेसेज गरिदिने, यस भनेर लेखिदिनु होला भनेर मैले अनुरोध गरेँ। यस, ल ओके, त्यसो भए ल, त्यसो भएदेखि हामीले अब हिजो क्लास छोडेकोदेखि अब सुरु गर्दैछौँ। हामीले हिजो संविधानको भाग 1 देखि संविधानको भाग 5 सम्म का सारांशहरू है पढिरहेका थियौँ होइन। अब आज हामी त्यही क्रममा भाग 1 देखि भाग 22 सम्मको जुन छ 10 वटा भागहरू, त्यसको र अनुसूचीहरूको सारांशहरू हामी पढ्नेछौँ। त्यस पछाडि हामी सारांश सकेर अनि फेरि यसको डिटेल एक्सप्लेनेसन पनि हामीले पढ्ने छौँ। ल त्यसो हो भनेदेखि म फेरि सुरु गरेँ भाग 13बाट होइन। अब हेर्नु होला है, यो भाग 13 देखि 22 सम्मको जुन 10 वटा छ यसलाई 4 खण्ड बाँड्नु होला है। 4 खण्ड बाँड्नु होला। मैले अघि पनि हिजो पनि तपाईँहरूलाई कपी कलम लिएर अनि बस्नु होला, अनि सधैँभरि ती कुरा अब नभन्दा पनि बुझिराख्नु होला। कपी कलम लिएर बस्नुहुन्छ अथवा बस्नु भएको छ भनेर मैले बुझेँ। अनि त्यस पछाडि मैले यो 13 देखि 22 सम्मलाई 4 भागमा बाँड्न खोजेँ भने है। 13 देखि 22 सम्मलाई 4 भागमा बाँड्न भन्दाखेरि 13, 14, 15, 16 लाई एक ठाउँमा राख्नुहोस्। त्यस पछाडि 17, 18, 19 एक ठाउँमा राख्नुहोस्, दुईवटा ग्रुप भयो। त्यस पछाडि 20 एक ठाउँमा राख्नुहोस्, अर्को 21 एक ठाउँमा राख्नुहोस् र 22 एक ठाउँमा गरेर अब 5 वटा हुने गयो है। यो 5 वटा भागमा कसरी राख्ने अनि किन राख्ने भन्ने त्यसको तात्पर्य म भन्दैछु अहिले। अब 13 देखि 16 सम्मको जुन छ नि 4 वटा भाग, 13, 14, 15, 16, यो 4 वटामा हामीले प्रदेशको कुराहरू, प्रदेशसँग सम्बन्धित रहेका प्रदेशका विषयका कुराहरू हामीले पढ्नुपर्ने हुन्छ है। 13 मा प्रदेशको कार्यपालिकाको विषयमा पढ्नुपर्छ, 14 मा प्रदेशको व्यवस्थापिकाको विषयमा पढ्नुपर्ने हुन्छ, 15 मा प्रदेशको सञ्चालन कार्यविधिको पढ्नुपर्ने हुन्छ, अनि 15 भागमा प्रदेशको आर्थिक प्रणालीको बारेमा पढ्नुपर्ने हुन्छ। त्यस्तै हाम्रो अर्को छ 16, 17, 18 र 19 ठ्याक्कै त्यही कुरा प्रदेशमा भएको कुरालाई अब हामीले गाउँ स्तरमा मतलब स्थानीय तहमा ठ्याक्कै पढ्नुपर्ने हुन्छ। 17 मा, 18 मा र 19 मा। अनि 17 मा जसरी प्रदेशको 15 भाग 13 भागमा प्रदेशको कार्यपालिकाको कुरा थियो भनेदेखि 17 मा हाम्रो स्थानीय तहको कार्यपालिकाको कुरा आउँछ। त्यस्तै 14 मा प्रदेशको व्यवस्थापिकाको कुरा आउँछ। त्यस्तै हाम्रो 18 मा स्थानीय तहको व्यवस्थापिकाको कुरा आउँदछ। त्यस्तै हाम्रो एउटा घटेर गयो है, अर्थात् 13, 14, 15, 16 मा 4 वटा कुरा भयो भनेदेखि 17, 18, 19 मा एउटा घटेर जाँदाखेरि जुन हामीले 14 नम्बरमा के अरे 15 नम्बरमा जुन प्रदेशको कार्य प्रणालीको कुरा, हामी आर्थिक कार्य प्रणालीको कुरा पढ्यौँ, त्यो चाहिँ यसमा हामीले पढ्दैनौँ। कुनमा त यो 17, 18, 19 मा त्यसको सञ्चालन कार्य प्रणाली पढ्दैनौँ। अनि 19 नम्बरमा स्थानीय आर्थिक कार्यविधि पढ्छौँ, जसको हामीले 16 मा प्रदेशको आर्थिक कार्यविधि पढेका छौँ। भन्नुको अर्थ सेम चिज हामीले
13, 14, 15, 16मा जे पढ्छौ प्रदेशको लागि सेम चिज हाम्रो 17, 18, 19मा त्यही कुराहरू पढ्छौ गाउँपालिकाको लागि, अर्थात् स्थानीय तहको लागि है। गाउँपालिका नगरपालिकाको लागि हामीले त्यो पनि स्थानीय तहको लागि पढ्नु छ। फरक यति मात्र एउटा छ कि त्यो जुन कार्यविधि छ सञ्चालन, प्रदेश सञ्चालन कार्यविधि, त्यसको सट्टामा हामीले अब छुट्टै स्थानीय सरकार सञ्चालन ऐन पढ्नुपर्ने भएको कारणले गर्दा यसमा त्यो चाहिँ दिइएको छैन। स्थानीय सरकार र सञ्चालन ऐन छुट्टै हामीलाई व्यवस्था भएअनुसार यसमा त्यसको व्यवस्था छैन। अब दुईवटा ग्रुप भयो, 13, 14, 15, 16 भनेपछि एउटा ग्रुपमा जुन छ फर्स्टवाला 13 देखि 16सम्ममा प्रदेशको सम्बन्धी कुराहरू पढ्नुपर्ने छ हामीले भनेदेखि 17, 18 र 19मा गाउँसँग सम्बन्धित कुराहरू पढ्नुपर्छ, अर्थात् स्थानीय तह, गाउँपालिका भन्न नगरपालिका भन्न आयो भनेको स्थानीय तहसँग। त्यस पछाडि 20मा छ हाम्रो तिनै तहको सङ्घ, प्रदेश र स्थानीय तहको तिनै तहको के छ भनेदेखि साझा कुराहरू, अर्थात् अन्तर सम्बन्धको कुराहरू है। हाम्रो सङ्घको 7वटा प्रदेशको अनि त्यस पछाडि हाम्रो 753वटा स्थानीय तहको, यो सबैको के छ भनेदेखि अन्तर सम्बन्धको कुराहरू होइन, कोरिलेसनको कुराहरू यो संविधानको भाग 20मा हामीले पढ्नेछौँ है। जुन कुरा यहाँ छ, यहाँ भाग 20मा के छ भनेदेखि सङ्घ, प्रदेश र स्थानीय तहको अन्तर सम्बन्धको कुराहरू पढ्नेछौँ। अर्थात् यसमा हाम्रो जुन सङ्घको, प्रदेशको साझा अधिकारहरू, त्यस्तै सङ्घ र प्रदेश र स्थानीय तहको साझा अधिकारको कुराहरू होइन। त्यस पछाडि अर्को के छ भनेदेखि सङ्घ र कुनै प्रदेश बिच कुनै कुरा बाझियो, झन्झट भयो होइन होइन, त्यस्तो कुराहरूलाई सल्टिनको लागि, त्यस्तै प्रदेश र प्रदेश बिच कुनै कुराहरू उल्झन पर्यो, झन्झट पर्यो भने त्यो चाहिँ सल्टाउनको लागि त्यो अन्तर सम्बन्धको कुराहरू र अन्तर प्रदेश परिषदको कुराहरू यो भाग 20मा हामी पढ्नुपर्ने हुन्छ। त्यस पछाडि मैले अघि भनेको थिएँ भाग 21को लागि छुट्टै। भाग 21मा याद गर्नुहोला, एउटा संवैधानिक निकायको के छ त त्यसमा व्यवस्था छ। भाग 21मा अख्तियार दुरुपयोग अनुसन्धानको व्यवस्था छ। अनि भाग 21मा दुईवटा धारा छ, धारा नम्बर 238 र धारा नम्बर 239। अनि धारा 238मा अख्तियार दुरुपयोग आयोगको व्यवस्था छ भनेदेखि धारा 239मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम, कर्तव्य र अधिकारको कुराहरू छ। त्यस्तै भाग 22मा अर्को संवैधानिक निकाय हाम्रो महालेखा परीक्षकको व्यवस्था छ भनेदेखि यसमा पनि दुईवटा धाराहरू रहेको छन्। दुईवटा धाराहरू के छन् भने 240 र 241। अनि 240मा महालेखा परीक्षकको, त्यस पछाडि 241मा महालेखा परीक्षकको काम, कर्तव्य, अधिकारको कुराहरू छन्। यो भयो हाम्रो भाग 13 देखि 22सम्मको कुरा होइन। अब त्यस पछाडि हामीले अब यो भाग 21मा के छ भनेदेखि संवैधानिक निकायहरूको के छ भनेदेखि व्यवस्था छ भनेदेखि अब संवैधानिक निकायको व्यवस्था कहाँदेखि कहाँसम्म छ भनेदेखि भाग 21देखि लिएर भाग 27सम्म छ। संवैधानिक निकायको कुरा पढ्ने हो भनेदेखि अब यो सूचीहरू हेर्दै जानु होला। यहाँ त भाग 21, 22, 23, 24, 25 र 26सम्म छुट्टा छुट्टै एउटा भागमा एउटा संवैधानिक निकाय, अर्थात् भाग 21मा अख्तियार दुरुपयोग अनुसन्धान आयोग अदुआ, भाग 22मा महालेखा परीक्षक, भाग 23मा लोकसेवा आयोग, भाग 24मा निर्वाचन आयोग, भाग 25मा मानव अधिकार आयोग, भाग 26मा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको व्यवस्था छ भनेदेखि बाँकीको अब हेर्नुहोस् त, यो अहिले कतिवटा 13वटामा गयो है। 1 अख्तियार दुरुपयोग, 2 महालेखा, 3 लोकसेवा आयोग, 4 निर्वाचन आयोग, 5 मानव अधिकार आयोग, 6 राष्ट्रिय, बाँकी रह्यो 7वटा। त्यो बाँकीको 7वटा जुन संवैधानिक निकाय आयोगहरू छन् होइन, अर्थात् राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, समावेशी आयोग, जनजाति आयोग, त्यस पछाडि मधेसी, थारू र मुस्लिम आयोग, यो 7वटा भाग 27मा छ। याद गर्नु, मैले यहाँ यसलाई हाइलाइट गरिदिएँ। भाग 27 याद गर्नुहोला। 27को यो पछाडिको जुन छ अङ्क 7 हो, यसमा 7वटा अन्य आयोगहरू एक ठाउँमा व्यवस्था गरिएको छ भनेर बुझ्नु होला। अर्थात् भन्दै जाँदाखेरि भाग 21देखि भाग 27सम्म के छ त संवैधानिक आयोगहरूको
व्यवस्था भएको छ, जसमध्येमा भाग 21 देखि भाग 26सम्म छुट्टा छुट्टै भागमा छुट्टा छुट्टै 6वटा संवैधानिक आयोगहरूको व्यवस्था छ भनेदेखि बाँकीको जुन 7वटा छ त्यो भाग 27मा व्यवस्था छ। यसको बारेमा सबैको हामीले पढ्नुपर्ने छैन, हामीले पढ्नुपर्ने छ यो दुईटाको। भाग 21मा जुन व्यवस्था छ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको, त्यसपछि भाग 22मा महालेखा परीक्षकको, र अर्को प्रदेश लोकसेवा आयोगको पनि हामीले छुट्टै पढ्नुपर्ने छ। यसमध्येको 13वटा मध्येमा हामीलाई 3वटाको डिटेलै पढ्नु छ है। ल अब हामी यो भयो हाम्रो के त अहिलेसम्मको जस्ट सारांशको कुरा गऱ्यौँ। अब हामी डिटेलमा जान्छौँ। डिटेलमा फेरि सुरुदेखि हाम्रो भाग 1देखि हामीले के गरौँला भनेदेखि पढौँला। अब सबैजना कापी कलम लिएर तयार हुनुभएको होला। म अघि नै भनेदेखि रिक्वेस्ट गरेँ, अब अगाडि बढ्छु है। अब हेर्नुहोस् त, मैले हिजो पनि के भनेको थिएँ भनेदेखि कुनै पनि हाम्रो संविधान होस् अथवा कुनै पनि ऐन होस् अथवा कुनै पनि नियमावली होस् होइन, जेसुकैमा पनि भाग 1मा अथवा खण्ड 1मा अथवा परिच्छेद 1मा के छ भनेदेखि प्रारम्भिक भन्ने कुरा रहेको हुन्छ। अनि अन्तिम भागमा जुन पनि भाग अन्तिम होस् त्यो अन्तिम भागमा अथवा अन्तिम परिच्छेदमा इट मिन्स अन्तिम खण्डमा के त विविध भन्ने कुरा लेखिएको हुँदछ। यति चाहिँ कमसेकम याद राख्नु होला। अब हामीले प्रारम्भिक कुरा कहाँ छ भाग 1मा जाउँ। अनि भाग 1मा प्रारम्भिक कुरा लेखिएको छ। यसमा के छ भनेदेखि संविधानको परिभाषा, त्यस पछाडि हाम्रो सार्वभौम सत्ता, राजकीय सत्ताको व्यवस्था, राष्ट्रको परिभाषा, राज्यको परिभाषा, राष्ट्रहितका कुराहरू, त्यस पछाडि राष्ट्रभाषा, त्यसपछि सरकारी कामकाजको भाषा, त्यसपछि राष्ट्रिय झन्डा र राष्ट्रिय गानको। अर्थात् प्रारम्भिक भन्ने जुन खण्ड छ हाम्रो भाग छ, अर्थात् भाग 1मा हामीसँग कतिवटा धारा छ त 9वटा धारा। अनि 9वटा धारामा के व्यवस्था छ त्यो हामी अहिले पढौँला है। अब हेर्नुहोस् त, भाग 1को धारा 1मा के भनेर उल्लेख गरेको छ भनेर याद गर्नुहोला। भनेपछि मूल कानुन, मूल भन्ने बित्तिकै के आउँछ त एक मेक। हामी स्वास्थ्यको मान्छे हो, मूल दर्ता रजिस्टर मास्टर रजिस्टरको एचएमआइएस नम्बर यदि खोज्ने हो भनेदेखि समूह नम्बर 1को 1.1 हुन्छ भने जस्तै ठ्याक्कै याद गर्नुहोस् त, मूल भनेको एक अर्थात् संविधान मूल कानुन हो भनेर कहाँ लेखिएको छ त भाग 1को धारा 1मा। संविधानको भाग 1को धारा 1मा के कुरा लेखिएको छ भने संविधान मूल कानुन हो भनेर लेखेको छ। अब यसको एक्सप्लेनेसन के छ त, यो संविधान नेपालको मूल कानुन हो भनेर कुरा लेखिएको छ। त्यस पछाडि यस संविधानसँग बाँझिने कानुन बाँझिएको हदसम्म अमान्य हुनेछ। यो संविधान पनि एक किसिमको कानुन हो जुन देशको मूल कानुन हो, र यो देशमा अन्य अन्य अरू केही कानुनहरू छ, अरू ऐनहरू छ, अरू नियमावलीहरू छ। यदि कुनै कुरामा बाँझियो है, कुनै कुरामा बाँझियो, कुनै कुरामा अल्झन भयो भनेदेखि मान्य कुन हुने त हाम्रो यो संविधान। कहाँसम्म त एकदम हदसम्म, जसरी पनि यो संविधानको कुरा नै मान्य हुनेछ भनेर बुझ्नुहोस् एकदम। अब यहाँ हेर्नुहोस् त, अर्को के छ भनेदेखि यो लास्ट इयर गत वर्ष अहेबको गण्डकीको अहेबमा सोधेको क्वेसन है, याद गर्नु होला। के क्वेसन सोधेको थियो भनेदेखि नेपालको संविधान पालना गर्नु प्रत्येक डट डटको कर्तव्य हुनेछ, अर्थात् कसको कर्तव्य हुनेछ। अनि अप्सनहरू दिएको थियो नेपाली जनताको, नेपालको नागरिकको, त्यस पछाडि हाम्रो सबै नागरिकको, अनि त्यस पछाडि व्यक्तिको। त्यही हेर्नुहोस् त संविधानमा के लेखिएको छ त्यो कुरा हामीले बुझ्नुपर्ने। त्यहाँ के लेखिएको छ हाम्रो संविधानमा त व्यक्तिको कर्तव्य हुनेछ। याद गर्नुहोस् यो के लेखिएको छ त, यस संविधानको पालना गर्नुपर्ने प्रत्येक व्यक्तिको कर्तव्य हुनेछ है। यो त्यही भएर मैले तपाईँहरूलाई यहाँ हाइलाइट गरिदिएर राखिदिएको छु, याद गर्नु होला, स्क्रिनसट लिनु होला यो स्लाइडलाई है। नेपालको संविधानको पालना गर्नुपर्ने हो, कसको कर्तव्य हुनेछ त प्रत्येक व्यक्तिको, हरेक नेपाली व्यक्तिको कर्तव्य हुनेछ भनेर भन्छ। अब अर्को छ धारा 2मा। धारा 2मा के छ त सार्वभौम सत्ता र राजकीय सत्ताको कुराहरू। यहाँ त दुईवटा सत्ता छ, याद गर्नु होला। यहाँ पनि सत्ता छ, मैले हाइलाइट गरेँ यसलाई येलोबाट। अनि त्यस पछाडि यहाँ पनि सत्ता छ, यसलाई पनि हाइलाइट गरेँ। त सत्ता र सत्ता शब्द कति ठाउँमा छ, यहाँ यो धारामा 2 ठाउँमा भन्नु पर्छ। धारा 2मा सत्ता भन्ने छ, सत्ता भन्ने छ।
अब हेर्नु त सार्वभौम सत्ता सोभरिनिटी अनि राजकीय सत्ता कसमा निहित हुनेछ, प्रधानमन्त्रीमा कि राष्ट्रपतिमा कि मन्त्री परिषदमा कि नेपाली जनतामा भनेपछि नेपाली जनतामा यसको एन्सर आउँछ। याद गर्नु होला, यो इच एन्ड एभ्री पोइन्ट पोइन्टमा म तपाईँहरूलाई कस्तो क्वेसन आउँछ भनेर एकदम प्रष्टै छर्लङ्गै पार्ने गरी यहाँ तपाईँहरूलाई म सहजीकरण गरिदिरहेको छु, पढाइदिरहेको छु। एकदम ध्यान दिएर बुझ्नु होला है। अर्थात् यो हेर्नु त सार्वभौम सत्ता र राजकीय सत्ता कसमा निहित हुनेछ त नेपाली जनतामा भनेर निहित हुनेछ भनेर उल्लेख गरिएको छ। अब अर्को छ हाम्रो धारा 3 मा। धारा 3 मा राष्ट्रको परिभाषा गरेको छ भने धारा 4 मा राज्यको, नेपाल राज्यको। अब हेर्नुहोस् त धारा 3 मा के छ भनेदेखि हरेक शब्दमा बहु 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 भन्ने कुराहरू दिएको छ। अर्थात् यसमा के छ त विशेषताको कुराहरू लेखिएको छ भनेपछि अर्को यसमा के छ भनेदेखि यो अरू स्वतन्त्रता अविभाज्यताको कुराहरू लेखिएको छ भनेदेखि यहाँ धारा 3 मा राष्ट्र, नेपाल राष्ट्र कस्तो हुनेछ त बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त र भौगोलिक विविधतामा रहेको हुनेछ भनेर हाम्रो राष्ट्रको परिभाषा गरिएको छ है। अब यसमा तपाईँलाई दुईटा कुरामा हाइलाइट गरेको यहाँ देख्नुहुनेछ दुईटा ठाउँमा। यहाँ हेर्नुहोस् त धारा 3 मा बहुधार्मिक भनेर भनेको छ भनेदेखि धर्मनिरपेक्ष भन्ने कुरा कति नम्बर धारामा छ त धारा 4 मा। याद गर्नु होला, बहुधार्मिक भनेको धेरै धर्महरू मान्ने भयो भनेदेखि हाम्रो धर्मनिरपेक्ष भनेको सेकुलर राज्य होइन, सेकुलर राज्य, सेकुलरिजमको कुरा। अर्थात् एउटै धर्म, पहिला के थियो त हिन्दू धर्म थियो हाम्रो राज्य नेपाल भनेपछि अब हिन्दू राज्य रहेन, धर्मनिरपेक्ष भयो। कसै कुनै पनि धर्मलाई होइन एउटा मात्र लिएर अँगालो मारेर जाने काम भएन, सब धर्मलाई होइन समान रूपले हेर्ने काम भयो। भन्नुको अर्थ यो हेर्नु त धर्मसँग सम्बन्धित दुईटा शब्द छ, एउटा बहुधार्मिक जुन चाहिँ धारा 3 मा उल्लेख छ भनेदेखि धर्मनिरपेक्ष भन्ने कुरा कहाँ उल्लेख छ त धारा 4 मा। भनेपछि धारा 4 नेपालको संविधानको भाग 1 धारा 4 अनुसार नेपाल राज्यलाई कस्तो रूपमा परिभाषित गरेको छ भनेर आउँदाखेरि नेपाल एक स्वतन्त्र, अविभाज्य, सार्वभौम सत्ता सम्पन्न धर्मनिरपेक्ष हो अनि समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख र सङ्घीय गणतन्त्रात्मक राज्य हो भनेर यो परिभाषित गरियो। अब अर्को याद आउनु होला धारा 5 मा। धारा 5 मा राष्ट्रहितको कुराहरू छ हो। अब यसमा एउटा अर्को ठ्याक्कै एउटा क्वेसन आउँछ है, यसको पनि एउटा थ्योरी क्वेसन यहाँबाट पनि आउन सक्छ र अर्को अब्जेक्टिभ क्वेसन पनि यहाँबाट आउन सक्छ। अब यहाँ राष्ट्रहितको यो धारा 5बाट अब्जेक्टिभ क्वेसन के आउँछ भनेदेखि राष्ट्रहितको विषयहरू कतिवटा छन्, राष्ट्रहितको विषयहरू कतिवटा छन् भने राष्ट्रहितको विषयहरू 10वटा छन्। यहाँ गन्नु होला है, सबैजना गन्नु होला, म यहाँ पढ्छु अनि गन्नु होला। नेपालको स्वतन्त्रता 1, सार्वभौम सत्ता 2, भौगोलिक अखण्डता 3, राष्ट्रियता 4, स्वाधीनता 5, स्वाभिमान 6, नेपालीको हक हितको रक्षा 7, सिमानाको सुरक्षा 8, आर्थिक समुन्नति 9 र समृद्ध नेपाल 10। याद गर्नु होला है, यसबाट ठ्याक्कै अब्जेक्टिभ क्वेसन के आउन सक्छ भनेदेखि राष्ट्रिय हितको कुराहरू धारा कतिमा उल्लेख छ त धारा 5मा उल्लेख छ अनि राष्ट्रिय हितका विषयहरू कतिवटा छन् त 10वटा। यो भयो अब्जेक्टिभ क्वेसनमा। भनेदेखि सब्जेक्टिभमा कसरी आउन सक्छ, राष्ट्रहितका कुराहरू धारा कतिमा छन् अनि ती राष्ट्रहितका कुराहरूको सूची तयार पार्नुहोस् भनेपछि यो याद गर्नु होला, कण्ठै राख्नु होला। यो नेपालको स्वतन्त्रता, सार्वभौम सत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता, स्वाधीनता, स्वाभिमान, नेपाली हकको हक हितको रक्षा, सिमानाको सुरक्षा, आर्थिक समुन्नति र समृद्ध नेपाल, यति है। यति के गर्नु होला भनेदेखि हाम्रो यो राष्ट्रहितको विषयहरूको यहाँ सूचीमा तपाईँले लेख्नु होला र यसलाई कण्ठै पारेर याद गर्नुहोस् हो। अब त्यस पछाडि यसैमा अरू पनि के लेखिएको छ भनेदेखि राष्ट्रहित प्रतिकूलको आचरण र कार्य सङ्घीय कानुन पनि दण्डनीय हुनेछ, त्यो खास ठुलो कुरा छैन, भइहाल्यो। त्यस पछाडि अब हाम्रो धारा 6मा राष्ट्रभाषा भनेको छ। राष्ट्रभाषा अब याद गर्नु होला, राष्ट्रभाषा भनेको कस्तो भाषालाई यहाँ
परिभाषित गरिएको छ भनेदेखि नेपालमा बोलिने सबै मातृभाषाहरू राष्ट्रभाषा हुनेछ। जस्तो मैथिली, भोजपुरी, बजिका, अवधी, तामाङ भाषा, मगर भाषा, लिम्बू भाषा, नेवार भाषा, होइन, यी सब भाषाहरू मातृभाषाहरू हुन्। भनेपछि यी भयभरका सबै मातृभाषाहरूलाई, के छ त, 100 भन्दा बढी मातृभाषाहरू बोलिन्छ हाम्रो नेपालमा, त्यही भएर बहुभाषिक पनि भनिएको छ। र यी सबै मातृभाषाहरूलाई राष्ट्रभाषाको रूपमा स्वीकार गरिएको छ हाम्रो नेपालको संविधान 2072 को धारा 6 को बमोजिम। त्यसपछि धारा 7 मा अब सरकारी कामकाजको लागि त कुनै भाषा एउटा प्रयोग गर्नु पर्यो, इन अल ओभर नेपाल। भनेपछि सरकारी कामकाजको भाषामा कुन भाषालाई त देवनागरी लिपिमा लेखिने नेपाली भाषा। यो खाली नेपाली भाषा नलेख्नु होला है, यो देवनागरी भाषामा लिपिमा लेखिने नेपाली भाषा यति पुरा लेख्नु होला। नेपाली भाषा मात्र लेखिदिनु हुन भनेदेखि कहिलेकाहीँ त्यसको अर्थ के हुन्छ भनेदेखि गोर्खाको खस भाषाको कुराहरू मात्र यसमा यसले बोध गराइदिन सक्दछ। त्यही भएर मैले अघि नै तपाईँहरूले फेरि भने कि देवनागरिक लिपिमा लेखिने नेपाली भाषा भनेर लेख्नु होला। अर्थात् यो भाषा देवनागरी भाषामा लेखिने लिपिमा लेखिने नेपाली भाषा सरकारी कामकाजको भाषामा प्रयोग गरिनेछ भनेर धारा कतिमा लेखिएको छ त धारा 7 मा लेखिएको छ। त्यस पछाडि अर्को आउँछ हाम्रो 8 नम्बरमा राष्ट्रिय झण्डा है। 8 नम्बरमा राष्ट्रिय झण्डाको कुरा छ भनेदेखि राष्ट्रिय झण्डाको कुरा अरू पनि कहाँ उल्लेख छ त अनुसूची 1 मा याद गर्नुहोला। भाग 1 मा पनि राष्ट्रिय झण्डाको उल्लेख छ, भाग 1 को धारा 8 मा राष्ट्रिय झण्डाको उल्लेख छ, र त्यस पछाडि अनुसूची 1 मा पनि राष्ट्रिय झण्डाको उल्लेख छ है। भनेपछि अब नेपालको राष्ट्रिय झण्डाको उल्लेख धारा 8 मा भएपछि नेपालको राष्ट्रिय झण्डा कस्तो हुनेछ है, त्यो अब यसमा धेरै जसो अब्जेक्टिभ क्वेसनहरू यहाँबाट बन्न सक्छ र सब्जेक्टिभ क्वेसन 5 मार्कको अथवा हाम्रो हुन सक्ने छ। 5 मार्कको भयो भनेदेखि नेपालको राष्ट्रिय झण्डाको चित्र बनाई राष्ट्रिय झण्डा बनाउने विधि लेख्नुहोस्। यो भयो भनेदेखि यो 5 मार्कको हुन सक्छ। तपाईलाई हामी हैन यहाँ विधि कसरी बन्ने कसरी बनाउने कुरा पनि यहाँ उल्लेख तपाईको नोटमा पाउने हुनुहुन्छ तपाईहरूले। त्योभन्दा पहिला अब यो झण्डासँग रिलेटेड एमसीक्यूज क्वेसनहरू है, मल्टिपल चोइस क्वेसनहरू, अब्जेक्टिभ क्वेसनहरू के हुनेछ भनेर अब यहाँ हेरौँ। हेर्नुहोस् त, सिम्पल 1 नम्बरमा राष्ट्रिय झण्डाको आकार कस्तो हुनेछ त 2 त्रिकोण याद गर्नु। यहाँ 2 त्रिकोण, 2वटा ट्रायंगल हैन, बाइ ट्रायंगल सेपको हुनेछ हाम्रो। त्यस पछाडि राष्ट्रिय झण्डामा कति किसिमको रङ प्रयोग हुनेछ? 3 किसिमको रङ, सिमरिक रङ, गाढा नीलो रङ र सेतो रङ हो। अब त्यस पछाडि यो सिमरिक रङ कहाँ, गाढा नीलो रङ कहाँ, अनि त्यस पछाडि सेतो रङ कहाँ भनेपछि गाढा नीलो रङ किनारामा, सिमरिक रङ भुइँमा, अनि सेतो रङ चन्द्रमा र सूर्य सेतो रङले बनेको याद गर्नुहोला। त्यस पछाडि चन्द्रमाको आकार कस्तो त खुर्पे चन्द्रमा याद गर्नुहोला। चन्द्रमाको आकार कस्तो हुनेछ त यहाँ खुर्पे आकारको चन्द्रमा छ हाम्रो राष्ट्रिय झण्डामा। त्यस पछाडि यो पनि आउन सक्छ, चन्द्रमा तल कि माथि त चन्द्रमा माथिल्लो त्रिकोणमा, अनि सूर्य कता त तल्लो त्रिकोणमा। त्यस पछाडि चन्द्रमामा कतिवटा कोण त 8वटा कोण याद गर्नुहोला। यहाँ चन्द्रमामा 8वटा कोण है, चुच्चाहरू 8वटा। त्यस पछाडि सूर्यमा कतिवटा त 12वटा है, सूर्यमा 12वटा है, 12 हैन ऊ चाहिँ कोणहरू हुनेछ। अब यहाँ होला सिम्पली याद गर्नको लागि झुकिन सक्छ, जो कोही पनि झुकिन सक्छ। चन्द्रमा तल सूर्य माथि पनि भनिदिन सक्छ, तर नझुकिनु होला भनेदेखि एउटा यसलाई कन्सेप्ट एउटा बसाउनुहोस्। कुनै पनि चिज फिजिक्सको ल अनुसार इफ हेभी छ भनेदेखि त्यो तल बस्छ, अनि हलुका छ भनेदेखि त्यो माथि उठ्छ अथवा पानीमा माथि तैरिन्छ। यति बुझ्नु होला। भन्नुको अर्थ चन्द्रमा सूर्यभन्दा हलुङ्गो हुन्छ, लाइटर हुन्छ हैन। मुन इज लाइटर देन सन, सो इट लाइज अन द टपर अपर ट्रायंगल, एन्ड सन इज हेभियर देन मुन, सो इट लाइज इन द लोवर ट्रायंगल। याद गर्नुहोस्, अर्थात् हाम्रो सूर्य भारी भएको कारणले गर्दा तल आउँछ अनि चन्द्र
माथि जान्छ भनेर बुझ्नु होला। अनि कोणको हिसाबले पनि 12वटा कोण भनेको धेरैवटा भयो, त्यो पनि यस हिसाबले तल आउँछ। अनि 8वटा कोण चन्द्रमामा हुन्छ, त्यो हिसाबले माथि जान्छ भनेर याद गर्नु होला। अब यसमा हाम्रो झन्डाको कुराहरू भयो। त्यस पछाडि अब राष्ट्रिय झन्डा बनाउने तरिका र तत्सम्बन्धी कुराहरू कहाँ छ त धारा 8 को उपधारा 2 मा छ अनि अनुसूची 1 मा बमोजिम। हामी अनुसूचीहरू पछि पढौला, अहिलेको लागि यति राख्नुहोस्। नेपाली झन्डा बनाउने अनुसूची हाम्रो अनुसूची 1 मा पछि पढौला। अब आउनुहोस् हाम्रो धारा 9 मा। धारा 9 मा के छ त राष्ट्रिय गान इत्यादि गर्नु होला। राष्ट्रिय गान गान यो गान भन्ने बित्तिकै यहाँ 9 मा के आउँछ त 9 9, अर्थात् नेपालको संविधान 2072 को भाग 9 मा के छ त राष्ट्रिय गान छ। 9 भन्ने बित्तिकै गान न र न न र न यसरी याद गर्नु होला। अब यसमा के छ भनेदेखि नेपालको राष्ट्रिय गानसँग सम्बन्धित कुराहरू अनुसूची 2 मा उल्लेख छ। अब यसको कुराहरू के कस्तो क्वेसनहरू आउन सक्छ त यसमा पनि एमसीक्यूजहरू थुप्रै बन्छ। अनि यदि तपाईँले सब्जेक्टिभको कुरा गर्ने हो भनेदेखि सब्जेक्टिभ क्वेसन ठ्याक्कै कसरी आउँछ, नेपालको राष्ट्रिय गान लेख्नुहोस्, नेपालको राष्ट्रिय गान लेख्नुहोस्, यो क्वेसन आउन सक्छ, बुझ्नु होला भिभिआई भनेपछि सबैजनाले नेपालको राष्ट्रिय गान कण्ठै पारेर जानु होला। अनि याद गरिहाल्नुला कतातिर रस्व छ, कतातिर दीर्घ छ, कतातिर के छ, कता कहाँ कोमा छ, सबै अर्थात् रिपिटेडली याद गर्नुहोस् र रिपिटेडली देखेर हेरेर लेख्नु होला। मैले तपाईँहरूलाई रिक्वेस्ट गरेँ। अब राष्ट्रिय गानसँग सम्बन्धित कुराहरू अनुसूची 2 मा त छ हैन, भनेपछि राष्ट्रिय गानसँग सम्बन्धित एमसीक्यूजहरू के आउला म पछि पनि हामी डिटेलली पढौला, अहिले पनि मैले यहाँ राखिदिएँ। राष्ट्रिय गानसँग सम्बन्धित कुराहरूमा के आउँछ भनेदेखि राष्ट्रिय गानको रचनाकार को हो है, रचनाकारमा व्याकुल महिला। त्यस पछाडि राष्ट्रिय गानमा सङ्गीत दिने मान्छे सङ्गीतकार को हो भनेपछि अम्बर गुरुङको नाम राख्नु होला। त्यस पछाडि राष्ट्रिय गानमा हाम्रो शब्द कतिवटा छ 128 वटा। त्यस पछाडि है सरी अक्षर कतिवटा छ 128 वटा, शब्द कतिवटा छ 46 वटा, अनि लाइन हरफ कतिवटा छ 8 वटा हैन। त्यस पछाडि राष्ट्रिय गान बजाउनको लागि धुन बजाउनको लागि कति समय लाग्छ, एभरेजमा हाम्रो 1 मिनट 5 सेकेन्ड लाग्दछ भनेर गर्नु होला। यो सबै हामी तल पढ्नेछौँ यसको बारे। त्यस पछाडि अब आउँछ हाम्रो भाग 9 कै है के अरे सरी भाग 1 कै धारा 9 को उपधारा 1 मा राष्ट्रिय गान छ भनेदेखि उपधारा 2 मा निशान छाप, नेपालको छापको कुरा कहाँ उल्लेख छ त भाग 9 को के अरे भाग 1 को धारा 9 को उपधारा 2 मा छ। अनि निशान अनुसूचीमा हेर्ने हो भने कहाँ त अनुसूची 3 मा उल्लेख छ। अब यो निशान छापसँग सम्बन्धित पनि धेरै एमसीक्यूजहरू आउन सक्छ। यसको अब यसबाट तपाईँलाई रिटेन क्वेसन सब्जेक्टिभ आउँदैन, सब्जेक्टिभमा अब नेपालको निशान छाप बनाउनुहोस् भनेर आउँदैन, त्यतातिर अब ध्यान नदिनु होला। भनेपछि यसबाट आउने क्वेसनहरू के आउन सक्ला, यसको रचनाकार को हो, त्यस पछाडि यसमा हैन कुन हिमालको छ, त हिमालले के जनाउँछ, पहाडले के जनाउँछ, तराईले के जनाउँछ, त्यसमा उल्लेख भएअनुसार। त्यसमा पछाडि यसमा के अरे हाम्रो हात मिलाएको महिला पुरुषले को हात मिलाएको चित्रले के जनाउँछ, त्यस पछाडि यसमा लाली गुराँसको सङ्ख्या कतिवटा छ 14 वटा। त्यसपछि धानको बालाले के जनाउँछ, त्यस पछाडि यसमा एउटा आदर्श वाक्य लेखिएको छ, जुन वाक्य लेखिदिनुहोस् अथवा वाक्य के छ त त्यही छ जननी जन्मभूमि छ स्वर्गादपि गरियसी भन्ने कुरा लेखिएको छ यसमा। अर्थात् यो कुराहरू हामीले अनुसूची 3 मा पनि पाउनेछौँ। अर्थात् अनुसूची 1 मा नेपालको राष्ट्रिय झन्डा, अनुसूची 2 मा नेपालको राष्ट्रिय गान, अनुसूची 3 मा नेपालको निशान छाप भन्ने कुरा छ भनेपछि हामी यो कुरा पढ्नेछौँ। अनि धारा 9 को धारा 3 मा अरू पनि के कुरा लेखेको छ भनेदेखि नेपालको राष्ट्रिय फुल के हो, लाली गुराँस। नेपालको राष्ट्रिय रङ के हो त रङ सिमरिक, रङ सिमरिक भनेको गाढा रातो। त्यस पछाडि राष्ट्रिय जनावर के हो, गाई हो हाम्रो। त्यसपछि राष्ट्रिय पक्षी के हो त डाँफे हो। यसरी आउँछ। यसबाट यसरी क्वेसन आउन सक्छ, नेपालको राष्ट्रिय पक्षी के हो, क नम्बरमा काडे भ्याकुर दियो होला, डाँफे दिन्छ, मयूर दिन्छ, ढुकुर दियो भनेदेखि के हुने भयो त हाम्रो डाँफे हुने भयो यसरी। अब त्यस पछाडि भाग 2 मा हामी जाने हो भनेदेखि भाग 2 मा के कुरा उल्लेख छ भनेर हामी अब पढ्नुपर्ने। भाग 2 मा नागरिकतासँग सम्बन्धित कुरा छ है। भनेपछि यसमा के छ भनेदेखि के लेखिएको छ भनेदेखि भाग 2 मा हाम्रो
भाग 2 को धारा 10 मा नागरिकताबाट वञ्चित नगरिने कोही पनि नेपाली नागरिकलाई नागरिकताबाट वञ्चित गरिने छैन भन्ने कुरा उल्लेख छ। अब यसमा नागरिकताबाट उल्लेखित के अरे वञ्चित गर्न पाइने छैन भनेदेखि नागरिकता कस्तो कस्तो किसिमको दिइन्छ अनि नागरिकतामा के विशेषताहरू उल्लेख हुनेछ थप कुराहरू त याद गर्नु होला। नेपालमा प्रादेशिक पहिचान सहितको एकल सङ्घीय नागरिकता, सङ्घीय कुरा एउटै छ भनेदेखि प्रादेशिक पहिचान समेतको अर्थात् हामी कुन प्रदेशको बासिन्दा हो त्यो उल्लेख भएको नागरिकताको व्यवस्था हुनेछ। त्यस पछाडि लैङ्गिक पहिचान समेतको यहाँ एउटा याद गर्नु होला वंशीय बारेमा वंशीय आधारमा तथा लैङ्गिक पहिचान समेतको अर्थात् पुरुष हो कि महिला हो कि ट्रान्सजेन्डर हो त्यो कुरा पनि हाम्रो उल्लेख छ तेस्रो लिङ्गको कुराहरू। अब त्यस पछाडि योभन्दा पनि महत्त्वपूर्ण के छ भनेदेखि नेपालमा नागरिकता कति प्रकारको दिने व्यवस्था छ अथवा नागरिकता प्राप्त गर्ने आधारहरू के छन् त्यो कुराहरू भनेपछि नेपालमा यो धारा 11 अनुसार भाग 2 को धारा 11 अनुसार नेपालमा 4 प्रकारको नागरिकता दिने व्यवस्था छ। यहाँ गर्नु होला, हेर्नु होला, यहाँ हाइलाइट गरिएको छ है, सबैजना यहाँ ध्यान दिनु, स्क्रिनशट गर्नु। 4 प्रकारको नागरिकताहरू छन्। ती नागरिकताहरूको आधारहरू के छन् त वंशजको आधारमा नागरिकता, अङ्गीकृतको आधारमा नागरिकता, अर्को समानार्थ नागरिकता, अर्को छ गैर आवासीय नेपाली नागरिकता है। अब यसमा हाम्रो 4 प्रकारको नागरिकता यो याद गर्नु होला। यो नेपालमा नागरिकता प्राप्त गर्ने आधारहरू के छन् भनेर यो 4वटा अर्थात् नागरिकताका किसिमहरू के छन् भनेर भन्दा पनि हुन्छ। वंशजको नागरिकता, अङ्गीकृत नागरिकता, समानार्थ र अर्को गैर आवासीय नागरिकता। अब यसलाई अलिकति थोरै एक्सप्लेन गरौँ। हाम्रो वंशजको आधारमा भनेको सबैलाई थाहा अर्थात् बुवा आमा होइन, त्यस पछाडि हजुरबुवा हजुरआमा यो सबैको पहिलेदेखि वंशजको आधारमा छ, वंशीय आधारमा छ भनेदेखि बाँकीको नाति नातिनाले वंशजको आधारमा पाउने नागरिकता भयो भनेदेखि अङ्गीकृत नागरिकता भनेको कस्तो, यो जस्तो विदेशी नागरिकबाट बिहे गरेको अनि विदेशी नागरिक होइन यहाँ आएपछि केही हदसम्म समय पश्चात के छ त उसलाई पनि अर्थात् यदि नेपाली पुरुष हो अनि भारतीय सपोज एउटा उदाहरणको लिए भारतीय यदि महिला आयो भनेदेखि उहाँलाई दिने नागरिकता अङ्गीकृत नागरिकता हो। त्यस्तै मान्नुहोस् नेपाली महिला, जस्तो यो नेपाली महिला र भारतीय विदेशी पुरुष भनेको प्रायः कता त हाम्रो पोखरा जस्तो ठाउँहरूमा होइन, मुस्ताङ मनाङ जस्तो ठाउँमा के हुन्छ भनेदेखि नेपाली महिलासँग हाम्रो विदेशी पुरुषको बिहे गर्छ, विदेशी पुरुषले बिहे गर्छ अनि उहाँ विदेशी पुरुष हाम्रो नेपाली भएर बस्न चाह्यो भनेदेखि उहाँलाई अङ्गीकृत नागरिकता भनेर दिन सकिन्छ। अर्को छ समानार्थ नागरिकता। समानार्थ नागरिकताको यो विदेशी मान्छेहरूलाई, विदेशी व्यक्तिहरूलाई सम्मानपूर्वक हिसाबले ठुल्ठुलो मान्छेहरूलाई सम्मानपूर्वक हिसाबले नेपाली नागरिकता दिन सकिन्छ। त्यो कुरा समानार्थ नागरिकतामा भएको कुरा छ भनेदेखि। अर्को छ गैर आवासीय नेपाली नागरिक अर्थात् बाजे बजै बुवा आमा नेपालको नागरिक रही पछि विदेश गइसकेपछि र उनीहरूको सन्ततिहरू होइन, ग्रान्डसनहरू ग्रान्डडटरहरू यदि नागरिकता लिन चाह्यो नेपालीको छ भनेदेखि उहाँहरूलाई एनआरएन नागरिकता, नन रेसिडेन्सियल नेपाली, गैर आवासीय नेपाली को आधारमा नागरिकता दिन सकिनेछ। तर एउटा कुरा याद राख्नु होला भनेदेखि गैर आवासीय नेपाली व्यक्तिले, यहाँ आउनु होला, या त तलतिर हाइलाइट गरिएको छ, यहाँ मैले कर्सर हेरेँ, गैर आवासीय नेपाली नागरिकलाई कस्तो कस्तो अधिकार दिन सकिनेछ, आर्थिक सामाजिक र सांस्कृतिक मात्र, राजनीतिक अधिकार हुँदैछन्। यसको एमसिक्यूज कसरी आउँछ भनेदेखि गैर आवासीय नेपाली नागरिकता प्राप्त गरेको व्यक्तिले तलको मध्ये कुन चाहिँ अधिकार उपभोग गर्न पाउँदैन। कमा छ आर्थिक मानौ, सामाजिक खमा अनि सांस्कृतिक अधिकार गमा अनि घमा छ राजनीतिक अधिकार। त उसले नपाउने अधिकार चाहिँ कुन हो त राजनीतिक अधिकार। राजनीतिक अधिकार उसले पाउँदैन। गैर आवासीय नेपाली नागरिकता प्राप्त गरेको व्यक्तिले, गैर आवासीय नेपाली नागरिकता पाएको व्यक्तिले राजनीतिक अधिकार पाउँदैन। के हो त राजनीतिक अधिकार अर्थात् राजनीतिक अधिकार नपाउनु भनेको के कुरा एक्ज्याक्ट भन्ने हो भनेदेखि उसले एकै वार्डमा भोट दिन पाउँदैन, चुनावमा भाग लिन पाउँदैन होइन। ऊ विदेश छ भनेदेखि अहिलेसम्म पनि हाम्रो नेपालमा विदेशबाट भोट दिन खसाउने खालको त्यस्तो प्रावधान बनेको छैन। भन्नुपर्दा अहिलेसम्म गैर आवासीय नेपाली नागरिकता प्राप्त गरेको व्यक्तिले के त चुनावमा भाग लिन पनि पाउँदैन अनि अर्को चुनावमा मत पनि खसाउन पाउँदैन। यही कुरा हो राजनीतिक अधिकार उसले प्रयोग गर्न पाउँदैन भन्ने कुरा। ल अब त्यस पछाडि अर्को छ नेपालको नागरिकता सम्बन्धी अन्य व्यवस्था। प्रत्येक नेपाली नागरिकले नागरिकको परिचय खोल्ने गरी अभिलेख राख्ने तथा नेपालको नागरिकता सम्बन्धी अन्य व्यवस्था सङ्घीय कानुन बमोजिम हुनेछ भने कारण नागरिकताको सम्बन्धमा
जेसुकै भयो भनेदेखि सङ्घीय कानुनको कुरा बमोजिम हुनेछ भनेर याद गर्नुहोला। त्यसमा प्रदेश र स्थानीय तहको कानुनले केही त्यसमा गर्न सक्दैन, सङ्घीय कानुनले जे गर्छ त्यो हो। अब त्यस पछाडि हाम्रो भाग 3मा मौलिक कर्तव्य र हक के अरे मौलिक हक र कर्तव्यका कुराहरू उल्लेख छ भनेदेखि यसमा दुईवटा खण्ड छ। दुईवटा खण्ड भन्नाले 16 देखि 46 तथा हाम्रो यो 47 अनि अर्को 48 है, यस्तो छ। भनेपछि 16 देखि 46 को एक ठाउँमा राखिदिए हुन्छ अनि त्यसपछि 47 र 48 एक ठाउँमा राखिदिए हुन्छ। मौलिक हकमा हाम्रो 16 देखि 46 मा 31 वटा मौलिक हकहरू छन् भनेदेखि 47 र 48 मा कर्तव्यको कुराहरू छ भनेर बुझ्नु होला। अब त्यो हकहरू के हुनेछ याद गर्नु होला। 16 नम्बरमा यो अब रट्ने कुरा हो, तपाईँहरूले रट्नु होला। माथिको सारांशमा 16 देखि 46 सम्ममा 31 वटा हकहरूको कुरा छ। अब आफूले यसमा निमोनिक बनाएर जसरी निमोनिक बनाउन सकिन्छ। अब त्यसमध्येको 16 31 को 31 वटा हाम्रो मौलिक हकको सूची तयार पार्नुहोस् त्यसो भनेर आउँदैन। कुनै 10 वटाको याद तयार पार्नुहोस्। अनि पछि हामी स्वास्थ्यको मान्छे हो, स्वास्थ्यको र मेन जुन छ त्यो वालाहरू, अनि कुन कुन मेन छ त्यसको मैले एक्सप्लेनेसन गरिदिएको छु। मुख्यहरू हकहरू त्यो अनुसारको लेख्नु होला। अनि त्यस पछाडि जस्तो मानौ 16 नम्बर हाम्रो के अरे धारामा भाग 3 को धारा 16 मा कुन हक छ? सम्मानपूर्वक बाँच्न पाउने हक। अब यसरी हेर्नु त प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हक हुनेछ र कसैलाई पनि मृत्युदण्डको सजाय दिए कानुनी बनाइने छैन। यसको कसरी क्वेसन आउन छ भन्दाखेरि कसैलाई पनि मृत्युदण्डको सजाय दिने गरी कानुन बनाएन छैन भन्ने कुरा तलको कुन हकमा पर्दछ अथवा पर्नेछ? मानुस क मा दियो स्वतन्त्रताको हक, ख मा दियो समानताको हक, ग मा दियो सम्मानपूर्वक बाँच्ने हक र घ मा दियो न्यायपूर्वक बाँच्ने हक। अब हेर्नु त सब 4 का 4 एकै जस्तो लाग्यो हाम्रो। त्यसमध्ये हाम्रो अब केमा छ त यो रट्ने कुरा हो, जब तपाईँले एक्सप्लेनेसन गरिएको छ रटेर सम्मानपूर्वक बाँच्न पाउने हकमा पर्दछ भनेर याद गर्नु होला। अर्थात् हाम्रो नेपालमा मृत्युदण्डको व्यवस्था छैन भन्ने कुरा कहाँ लेखिएको छ त भाग 3 को धारा 16 मा जुन कुन हकसँग सम्बन्धित छ त सम्मानपूर्वक बाँच्न पाउने हकसँग छ। त्यस पछाडि अर्को छ स्वतन्त्रताको हक भन्ने कुरा कहाँ उल्लेख छ त धारा हाम्रो 17 मा। अनि त्यसमा कस्तो स्वतन्त्रहरू त दिएको छ। अब यसको क्वेसन थ्योरीमा पनि आउन सक्छ हैन। नेपालको नागरिकलाई कस्ता कस्ता स्वतन्त्रताहरू हुनेछ सूची तयार पार्नुहोस् भनेपछि हेर्नुहोस् त विचार र अभिव्यक्तिको स्वतन्त्रता भन्नुको अर्थ नेपालको जुसुकै व्यक्तिले जस्तो सुकै कुरा बोल्न सक्छ हैन बोल्न सक्छ, बोल्न पाउने, अभिव्यक्ति राख्न पाउने, आफ्नो विचार राख्न पाउने स्वतन्त्रता छ। अर्को कुरा बिना हात हतियार शान्तिपूर्वक भेला हुने स्वतन्त्रता छ। अहिले हाम्रो देशमा फेरि आन्दोलनको हुटहुटी आएको छ। जताततै आन्दोलन, जसले पायो त्यसले आन्दोलन, कहिले कसले। अब वातावरण नै त्यस्तो बनाइदिरहेछन्, सबैले आन्दोलन गरेको भनेपछि जस्तो सुकै आन्दोलन गरे पनि बिना हात हतियार है अनि शान्तिपूर्वक भेला हुने पाउने स्वतन्त्रता हुनेछ भनेर उल्लेख गरिएको छ। अस्ति अब 15 गतेको जस्तो हेर्नु त कस्तो बवाल भयो। त्यस्तो किसिमको हुन पाउँदैन, त्यो दण्डनीय भएको कुरा हो। त्यही भएर बिना हात हतियार शान्तिपूर्वक भेला हुन पाउने स्वतन्त्रता नेपालको संविधानको भाग 3 को धारा 17 को स्वतन्त्रताको हकले दिएको छ नेपालीले भनेर बुझ्नुहोस्। त्यस पछाडि अर्को छ राजनीतिक दल खोल्न पाउने हक स्वतन्त्रता हुनेछ नि त। जस्तो ज्ञानेन्द्र पूर्व राजा ज्ञानेन्द्रलाई भनिएको छ नि त, भनिरहेको छ जे नाम राखेर पनि राजनीतिक दल खोल्नुहोस् अनि निर्वाचनमा आउनुहोस् हैन भन्नुको अर्थ स्वतन्त्र मान्छे छ जसलाई पनि जुनसुकै दल खोल्न सक्ने, खोल्न पाउने आफ्नो सामूहिक हिसाबले स्वतन्त्रता छ। अर्को छ विभिन्न सङ्घ संस्था खोल्न पाउने व्यवस्था छ। तपाईँ एनजिओ खोल्नुहोस्, सिबिओ खोल्नुहोस्, कुनै पनि कुराहरू सङ्घ संस्था जस्तो सुकै महिला समूह, पुरुष समूह जस्तो सुकै खोल्न पाउने स्वतन्त्रता छ। त्यस पछाडि अर्को छ के छ नेपालको कुनै पनि भागमा आवत जावत र बसोबास गर्ने स्वतन्त्रता छ। अर्थात् हिमालको मान्छे तराईमा, तराईको मान्छे हिमालमा, पहाडमा, पूर्वको मान्छे पश्चिममा, मेचीको महाकालीमा हैन, सोलुखुम्बुको मान्छे यता बाराको कलैयामा, कलैयाको मान्छे उता हुम्ला जोलमा, जता पनि आवत जावत र बसोबास गर्ने स्वतन्त्रता छ भन्ने कुरा बुझ्नुहोस्। त्यस्तै
अर्को छ नेपालको जुनसुकै पनि भेगमा भागमा पेसा रोजगार र उद्योग व्यापार अथवा व्यवसायको स्थापना र सञ्चालन गर्ने स्वतन्त्र छ। यही स्वतन्त्र अनुसार के छ त हाम्रो तराईका धेरै मान्छे सबै मान्छेहरू हिमालको सबैतिर गएर व्यापार गरेको छ भने हिमाल पहाडतिरको मान्छेहरू तराईमा आएर व्यापार व्यवसाय उद्योग सञ्चालन गरेको छ। कसैलाई कहीँ पनि रोक लगाउन पाइने छैन भन्ने कुराको स्वतन्त्रता पनि छ। भनेपछि स्वतन्त्रताको हक कतिवटा त छवटा। के छन् यी कदेखि चसम्मका कुराहरू याद गर्नुहोला। त्यस पछाडि अर्को छ धारा हाम्रो 18मा समानताको हक, इक्वालिटी, होइन, राइट अफ इक्वालिटी भनेपछि सबै नागरिक कानुनको दृष्टिमा समान हुनेछ। याद गर्नुहोला, सबै नागरिक कानुनको दृष्टिमा कृष्णचन्द्र भगवानको म के भनौँ अब है, सबै गरेर भनिहाल्नु भयो। अनि एउटा कुरा चाहिँ भन्न मन लाग्यो कि के हो दिलीप सर, कताबाट यो आयो त आवाज फेरि? मलाई यो सबै कुराको गुरुलाई भन्ने अनि हाम्रो टिममा बोलाउने होइन जिम्मेवारी ठुलो जिम्मेवारी हुन्छ होइन, कस्तो हो के हो भन्ने सबैलाई लाग्थ्यो होला। यहाँ आयोजकहरूले आयोजना गर्नुभयो, टिममा चाहिँ मलाई कसले दिनुभएको भन्दाखेरि हाम्रो भिनाजु शिखर भट्टराईजीलाई जोरदार ताली बजाएर मलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। म शिखर भिनाजुले गर्दाखेरि आज म ल अब कताबाटले आवाज गर्नु भएको छ, अब त्यो अलिकति सुन्नुहोस् है। अब आउनुहोस् त, हाम्रो समानताको हकमा के हुनेछ भनेदेखि कानुनको दृष्टिमा सबै समान हुनेछ, कसैलाई पनि कानुनको समान संरक्षणबाट वञ्चित गरिने छैन भन्ने कुरा छ। अनि समान कामका लागि लैङ्गिक आधारमा पारिश्रमिक वा सामाजिक सुरक्षामा कुनै भेदभाव गरिने छैन। अनि एउटै समान तहमा समान कामको लागि यदि महिला र पुरुष काम गर्दैछ, खट्दैछ भनेदेखि महिलालाई थोरै अनि पुरुषलाई बढी पारिश्रमिक दिन पाइँदैन, सेम पारिश्रमिक सबैलाई हुनेछ। त्यस पछाडि पैतृक सम्पत्तिमा लैङ्गिक भेदभाव बिना सबै सन्तानलाई समान हक हुनेछ, अर्थात् छोरालाई जति छोरीलाई पनि हक हुनेछ भन्ने कुरा कहाँ उल्लेख छ त समानताको हकमा छ भनेर। अर्को सञ्चारको हक छ। त्यसपछि न्याय सम्बन्धी हकमा भनेको के छ भनेदेखि कुनै यो स्पेसली कोही व्यक्ति पक्राउ परिरहेको छ भनेदेखि त्यो व्यक्ति के कारणले गर्दा पक्राउ पर्दैछ उसलाई सूचना हुनु पर्यो। जस्तै आजै रवि लामिछाने पक्राउ पर्यो होइन भनेपछि हिजोको कुरा हो भनेदेखि किन पक्राउ पर्दैछ सूचना उहाँलाई पाउने हक हुनेछ। त्यस पछाडि अर्को छ प्रत्येक व्यक्तिलाई निज विरुद्ध गरिएको कारवाही अर्थात् कुनै कारवाहीमा पर्दैछ भने के कारणले गर्दा कारवाही पर्दैछ त्यसको जानकारी के छ त पाउने हक हुनेछ व्यक्तिलाई। त्यस पछाडि अर्को छ धारा 21मा अपराध पीडितको हक। अपराध पीडितको हक भनेपछि कोही मान्छेले कतैबाट कसैबाट पीडा पाएको छ भने आफूले त्यो विरुद्धमा मुद्दा हाल्यो भनेदेखि त्यो मुद्दाको अनुसन्धान कारवाहीको काम के हुँदैछ त्यसको जानकारी पाउने हक अपराध पीडितको हकमा पर्दछ। त्यस पछाडि कानुन बमोजिम सामाजिक पुनर्स्थापना क्षतिपूर्तिको न्याय पाउने हक हुनेछ। त्यस पछाडि अर्को छ 22मा यातना विरुद्धको हक, अर्थात् पक्राउ परेको, यहाँ हेर्नुहोस् है, पक्राउ परेको व्यक्ति जुन थुनामा छ थुनुवामा उहाँलाई कुनै किसिमको शारीरिक मानसिक यातना दिइने छैन अथवा निसँग निर्मम अमानवीय व्यवहार अपमानजनक व्यवहार गरिने छैन भन्ने कुरा कहाँ छ? यातना विरुद्धको हकमा छ। त्यस पछाडि निवारक नजरबन्द विरुद्धको हक, होइन, कसैलाई नजरबन्द गर्न पाइने छैन। त्यस पछाडि अर्को छ धारा 24मा छुवाछुत तथा भेदभाव विरुद्धको हक, कुनै व्यक्तिलाई जातीय त्यस पछाडि समुदाय पेसा आदिको विषयमा शारीरिक व्यवसायको विषयमा भेदभाव गर्न पाइने छैन भन्ने कुरा छुवाछुत तथा भेदभाव विरुद्धको हकमा रहेछ। ल अब आउनुहोस् है, शोषण विरुद्धको हक जुन महत्त्वपूर्ण छ त्यसको एक्सप्लेनेसनहरू गरिएको छ यहाँ। अब त शोषण कसैलाई पनि बेचबिखन गर्न अथवा दास वा बाधा बनाउन पाइने छैन भन्ने कुरा छ। त्यस पछाडि कसैलाई
उसको इच्छा विरुद्धको काममा लगाउन पाउने छैन। तर सार्वजनिक प्रयोजनको लागि सरकारले नागरिकलाई, राज्यले नागरिकलाई अनिवार्य सेवामा खटाउन सकिनेछ भन्ने कुरा छ। त्यस पछाडि अर्को छ 30मा स्वच्छ वातावरणको हक, अर्थात् प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक हुनेछ। त्यस पछाडि अर्को छ हाम्रो एकैचोटि 35 नम्बरमा आए। 35 नम्बरमा के छ त हाम्रो धारा 35मा, संविधानको धारा 35मा के छ त स्वास्थ्य सम्बन्धी हक छ। कतिवटा छ स्वास्थ्य सम्बन्धी हक? 4वटा। यो कन्ठै बस्नुपर्छ, सबैलाई याद गर्नुहोला, आउन सक्छ है यो क्वेसन। धारा स्वास्थ्य सम्बन्धी हक कति नम्बरको धारामा छ? स्वास्थ्य सम्बन्धी हकहरू उल्लेख गर्नुहोस् भनेपछि धारा 35मा 4वटा स्वास्थ्य सम्बन्धी हक हुनेछ। ती हकहरू के छन् भनेदेखि प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने इच्छा हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भन्ने कुरा उल्लेख छ। त्यस्तै प्रत्येक व्यक्तिलाई आफ्नो स्वास्थ्य उपचारको सम्बन्धमा जानकारी पाउने हक हुनेछ, अर्थात् कुन स्वास्थ्य संस्थाबाट कस्तो किसिमको सेवा पाउँछौँ भन्ने कुरा जानकारी पाउने हक हुनेछ। त्यसपछि प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुनेछ, नै भने कसैले काँखा र कसैले पाखा गर्न पाइने छैन। त्यस पछाडि यसमा पनि अर्कै के छ भनेदेखि प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुनेछ भन्ने कुरा उल्लेख गरेको छ। त्यस पछाडि खाद्य सम्बन्धी हक 3वटा हाम्रो छ। प्रत्येक नागरिकलाई खाद्य सम्बन्धी हक हुनेछ। प्रत्येक नागरिकलाई खाद्य वस्तुको अभावमा जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित गर्ने, यही अनुसार के छ त विभिन्न न्युट्रिसनका प्रोग्रामहरू सञ्चालन गरिँदैछ। त्यसपछि प्रत्येक नागरिकलाई कानुनी खाद्य सम्प्रभुताको हक, अर्थात् खाद्य सुरक्षा गरेर जोगाएर भकारीमा राख्न सक्ने, जोगाएर राख्न सक्ने हक हुनेछ। त्यस पछाडि अर्को छ महिलाको हक। प्रत्येक महिलालाई लैङ्गिक भेदभाव बिना समान वंशीय हक हुनेछ। त्यस पछाडि प्रत्येक महिलालाई सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य सम्बन्धी हक हुनेछ। त्यसपछि सम्पत्ति तथा पारिवारिक महिला दम्पतिको समान हक हुने भनेको छ। अब यी हकहरू 46 नम्बरमा हेर्नु, सबभन्दा महत्त्वपूर्ण हक 46 नम्बरको हक हुनेछ हाम्रो, जुन कि संवैधानिक उपचारको हक हो। यो बाँकीको 31वटा मौलिक हकहरू मध्येमा बाँकीको हकहरू के छ भनेदेखि तलमाथि भयो, अथवा कुनै आपत परेको बेला, भूकम्प आएको बेला होइन, त्यस पछाडि बाढी पहिरो गएको बेला स्वास्थ्य सम्बन्धी हक नदिएला, महिला सम्बन्धी हक नमिल्ला, दलित सम्बन्धी हक नमिल्ला, तर संवैधानिक उपचारको हक कहिले पनि कोल्याप्स हुँदैन है। अर्थात् यो जुन 31वटा हकहरू छन्, यो चाहिँ राज्य विरुद्ध मुद्दा लडेर राज्यले यदि बाई बर्थ, यो सबै हकहरू बाई बर्थ पाउने हक हो। नेपाली नागरिकले जन्मिने बित्तिकै उसले पाइहाल्नुपर्ने हकहरू छन् र यी हकहरू यदि राज्यले उपलब्ध गराएन भनेदेखि राज्य विरुद्ध उजुरी गर्नको लागि कुन हक प्रयोग गर्ने त यो संवैधानिक उपचारको हक प्रयोग गरेर के त यो हक बाँकीको प्राप्त गर्न सक्ने कुरा भन्ने कुरा उल्लेख छ भनेर बुझ्नु होला। अब संवैधानिक उपचारको हकको कुरामा टेक हेर्नुहोस्, अघि नैदेखि सबैभन्दा महत्त्वपूर्ण हक हो, किनभने मौलिक हकहरूको उल्लङ्घन भएमा कानुनी उपचार गर्ने कार्य संवैधानिक उपचारको हकले गर्दछ। त्यही भएर यो महत्त्वपूर्ण छ। त्यस पछाडि संवैधानिक उपचारको हकले नै अन्य मौलिक हकलाई सार्थक बनाउने भएकाले नै यसलाई सबैभन्दा महत्त्वपूर्ण हक पनि भनिएको छ। त्यस पछाडि सङ्कटकालमा पनि निलम्बन नहुने है, सङ्कटकालमा पनि निलम्बन नहुने कुन हक छ? संवैधानिक उपचारको हकलाई एकदम बलियो बनाइएको छ भनेर बुझ्नु होला। त्यस पछाडि अब अर्को छ हाम्रो धारा 47 र धारा 48मा के कुरा उल्लेख छ भनेदेखि कर्तव्यका कुराहरू छ। अब भनेपछि धारा 47मा राज्यको कर्तव्यको कुरा छ। राज्यको कर्तव्य के हो त यो जुन 31वटा मौलिक हकहरू छन् त्यो चाहिँ जनतालाई दिने, अर्थात् यो भाग 3मा नेपाल सरकारद्वारा प्रदत्त हकहरू, प्रदत्त भनेको प्रदान गरिएका हकहरू कार्यान्वयनको लागि आवश्यकता अनुसार राज्यले यो संविधान, अर्थात् संविधान प्रारम्भ कहिले भयो? 72को असोज 3 गते भने त्यसको 3 वर्षभित्रमा यो सबै भयभरको हकहरू उपलब्ध गराइसक्नु पर्ने नेपालको राज्यको कर्तव्य हुनेछ भन्ने कुरा कहाँ उल्लेख छ त भाग 3को धारा 47मा उल्लेख छ भनेर याद गर्नुहोला। अनि धारा 48मा के छ त यो नागरिकको कर्तव्य हो। अब राज्यप्रति राज्यले त मौलिक हक दियो, राज्यको मौलिक हक यदि कार्यान्वयन भएन भनेदेखि धारा 47ले राज्यले कार्यान्वयन गराउने हक कर्तव्य भयो भनेदेखि अब नेपालको जनताको नागरिकको के कर्तव्य हुनेछ भन्ने कुरा कहाँ छ त भाग 3को धारा 48मा भए अनुसार कतिवटा नागरिक कर्तव्य छ? नागरिक कर्तव्य 4वटा।
यो संविधानको विशेषतामा पनि पर्ने भयो। अब हेर्नुहोस् त के छन् त तिनीहरू। राष्ट्रपति निष्ठावान हुँदै नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्नु। यो चारवटा याद गर्नु, यो थ्योरीमा सोध्न सकिने क्वेसन छ है, याद गर्नु होला सबैले। त्यस पछाडि संविधान र कानुनको पालना गर्नुपर्ने सबै नेपाली नागरिकको कर्तव्य हुनेछ। त्यस पछाडि राज्यले चाहेको बखत अनिवार्य सेवा गर्नुपर्ने हुनसक्छ, अर्थात् हाम्रो सेवा अवधि मानुस हामी जागिर खाउनुभयो तपाईँहरूले, अनि सेवा अवधि 10 देखि 5 हो, म पछि जान्न, त्योभन्दा अगाडि जान्न भन्न पाउँदैन। सङ्कट परेको बेला मानुस भूकम्प आयो, बाढी पहिरो आयो, होइन, आपत विपद भयो, हुलदङ्गा भयो, त्यस्तो बेलामा रातिको 12 बजे, 2 बजे, 1 बजे पनि तपाईँ खटाउन सक्छ तपाईँलाई राज्यले। अर्थात् राज्यले चाहेको बेला अनिवार्य खट्नुपर्ने हुन्छ भन्ने पनि नागरिक कर्तव्यको कुरा हो। त्यसपछि अर्को छ सार्वजनिक सम्पत्तिको सुरक्षा गर्नु र संरक्षण गर्नु, होइन। सार्वजनिक सम्पत्तिका जुन राज्यको सम्पत्तिहरू छन् त्यसको संरक्षण र सुरक्षा गर्नु पनि नेपाली नागरिकको कर्तव्य हुनेछ, नागरिकको कर्तव्य हुनेछ भन्ने कुरा उल्लेख गरिएको छ। अर्थात् नागरिक कर्तव्य कतिवटा छन्? 4वटा छ भनेर बुझ्नुहोला। ल, आजको लागि अब हामीले अहिलेसम्म पढेको कुराहरू के छ त, भाग 13 देखि, होइन, हाम्रो के अरे सरी मौलिक हकको भाग 3 मा हाम्रो 16 नम्बर धारादेखि 46 नम्बर धारासम्म मौलिक हकको कुराहरू पढ्यो भनेदेखि 47 मा त्यो कार्यान्वयन गराउने राज्यको कर्तव्य र 48 मा नागरिकको कर्तव्य पढ्यौँ। अब हामी सँग अझै छ टाइम अलि, भनेपछि अब भाग 4 मा हामी प्रवेश गर्दैछौँ। अनि भाग 4 मा के छ भनेदेखि याद गर्नुहोला, भाग 4 मा राज्य सञ्चालनका नीति, सिद्धान्त तथा दायित्वका कुराहरू उल्लेख छ भनेर बुझ्नुहोला। अर्थात् रोड म्यापको कुरा, हाउ टु रन द नेसन भन्ने कुरा कहाँ उल्लेख छ त भाग 4 मा। भाग 4 मा कतिवटा धाराहरू छन्? 7वटा। कहाँदेखि कहाँसम्म? 49 देखि 55 सम्म धाराहरू छन्। के छ उल्लेख भएको यस शीर्षकमा? राज्यका निर्देशक, सिद्धान्त, नीति तथा दायित्वको कुराहरू भन्ने उल्लेख छ। अब धारा 49 मा के छ भनेर अलिकता बुझौँ। यसमा मार्गदर्शनको रूपमा रहनेछ यो धारा भनेर यस भागमा उल्लेखित निर्देशक, सिद्धान्त, नीति तथा दायित्वहरू राज्य सञ्चालनको मार्गदर्शनको रूपमा काम गर्नेछ, रहनेछ भन्ने कुरा उल्लेख छ। त्यस पछाडि यसको उपधारा 2 मा के छ भनेदेखि राज्यले यस भागमा उल्लेखित सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन गर्न आवश्यकता अनुसार स्रोत साधन परिचालन गर्न सक्नेछ भन्ने कुरा छ। अब यहाँ हेर्नुहोस् त, धारा 50 मा राज्यका निर्देशक सिद्धान्तहरू कतिवटा छ भनेर आउन सक्ला त? राज्यको निर्देशक सिद्धान्तहरू 4वटा छ भनेर बुझ्नु होला। राज्यका निर्देशक सिद्धान्तहरू 4वटा के छन् यहाँ हेर्नुहोस् है। राजनीतिक उद्देश्य, राज्यका निर्देशक सिद्धान्तहरू अनुसार कतिवटा उद्देश्य छ भनेपछि आउँदाखेरि राजनीतिक उद्देश्य, त्यस पछाडि अर्को छ राज्यको सामाजिक र सांस्कृतिक उद्देश्य, सांस्कृतिक उद्देश्य 2। त्यस पछाडि अर्को छ हाम्रो राज्यको अर्थतन्त्र विकास गर्ने यो आर्थिक उद्देश्य, आर्थिक उद्देश्य, यसलाई हाइलाइट गर्नु होला, स्क्रिनशट पनि गर्नु होला। र अर्को छ हाम्रो अन्तर्राष्ट्रिय सम्बन्धको उद्देश्य है, अन्तर्राष्ट्रिय सम्बन्धको उद्देश्य, अन्तर्राष्ट्रिय सम्बन्धको उद्देश्य। यो 4वटा उद्देश्य हाम्रो रहनेछ। कहाँ छ त? निर्देशक सिद्धान्तहरूमा रहनेछन्। यो 4वटा उद्देश्यहरू रहनेछन्। के छन्? राजनीतिक उद्देश्य, सामाजिक र सांस्कृतिक उद्देश्य, आर्थिक उद्देश्य तथा अन्तर्राष्ट्रिय सम्बन्धसँगको उद्देश्य भन्ने कुरा धारा 50 को निर्देशक सिद्धान्तमा उल्लेख भएको छ भनेर बुझ्नुहोला। अब अर्को छ धारा 51 मा के छ? धारा 51 मा नीतिहरूको कुराहरू छन्। राज्यका नीतिहरू कतिवटा छन् त? 13वटा पनि छन्। राज्यका नीतिहरू पनि 13वटा छ। यहाँ हेर्नुहोस् त, क ख ङ सम्म 5, च छ ज यहाँसम्म 5, 10 र ट ठ अनि ड 11, 12 र 13। अर्थात् राज्यका नीतिहरू कतिवटा छन् त? 13वटा। यसको यसरी आउन सक्छ क्वेसन, राज्यका नीतिहरूको सूची तयार पार्नुहोस्। यो राज्यका नीतिहरू 13 को 13वटा तपाईँहरूले रट्नुहोला, याद गर्नुहोला। के छ, कसरी छ भनेपछि के रहन्छ त? राष्ट्रिय एकता तथा राष्ट्रिय सुरक्षा सम्बन्धी नीति, राजनीतिक तथा शासन व्यवस्था सम्बन्धी नीति, सामाजिक तथा सांस्कृतिक रूपान्तरण सम्बन्धी नीति, अर्थ उद्योग वाणिज्य सम्बन्धी नीति, कृषि तथा भूमि सुधार सम्बन्धी नीति, विकास सम्बन्धी नीति, त्यसपछि प्राकृतिक साधन स्रोतको संरक्षण, सम्वर्धन र उपयोग सम्बन्धी नीति, त्यसपछि नागरिकका आधारभूत आवश्यकता सम्बन्धी नीतिहरू,
श्रम रोजगार सम्बन्धी नीति, त्यसपछि सामाजिक न्याय समावेशीकरण सम्बन्धी नीति, न्याय र दण्ड व्यवस्था सम्बन्धी नीति, पर्यटन सम्बन्धी नीति र अन्तर्राष्ट्रिय सम्बन्ध समिति नीति। अस्तिको कुरा एउटा याद गर्नु होला, काङ्ग्रेसको कुनै एकजना नेताले सभासदमा प्रतिनिधि सभा संसदभित्र के भनिदिएको छ भनेदेखि नेपालमा यौन व्यवसायलाई के अरे स्थान दिएर पर्यटन सम्बन्धी नीति ल्याउँ भनेर भनेको छ हो। अर्थात् त्यसलाई एक्सेप्ट गर्ने कि नगर्ने हो, त त्यसलाई एक्सेप्ट नगर्ने होइन, त्यो हिसाबले पर्यटन सम्बन्धी नीतिमा त्यसलाई राखिएन, बरु त्यसको धेरै आलोचना पनि गरियो अनि गाली पनि खायो त्यो संसदले, र अर्को क्षमा पनि माग्यो है, माफी पनि माग्यो, आफ्नो कुरा फिर्ता पनि लियो। भनेपछि यी नीतिहरू कतिवटा छन् त? हाम्रो 13वटा छन्। कहाँ छ उल्लेख? भाग 4 को धारा 51 मा उल्लेख छ है। अब राज्यको दायित्व के हुनेछ त? नेपाललाई स्वतन्त्रता, सार्वभौम सत्ता, त्यसरी भौगोलिक अखण्डता र स्वाधीनतामा अक्षुण्ण राख्दै, अक्षुण्ण भनेको नटुक्रिने गरी, मौलिक हक तथा मानव अधिकारको संरक्षण, सम्वर्धन र राज्यका निर्देशक सिद्धान्तहरूको अनुसरण तथा राज्यका नीतिहरूको क्रमशः कार्यान्वयन गर्दै जानु नेपाललाई समृद्ध र समृद्ध बनाउने राज्यको दायित्व हुनेछ भनेर के छ उल्लेख भए अनुसार छ। त्यस पछाडि अर्को के छ भनेदेखि प्रतिवेदन पेश गर्ने। अब के छ भनेदेखि विभिन्न संवैधानिक निकायहरू छन् 13वटा होइन। हाम्रो प्रधानमन्त्रीको कार्यालय छ, सङ्घीय संसद छ, त्यस पछाडि हाम्रो अरू अरू कार्यालयहरूबाट पनि छ भनेदेखि ठुल्ठुलो कार्यालयहरूबाट अथवा मन्त्रालयहरूबाट राष्ट्रपति समक्ष वर्षमा एकचोटि प्रतिवेदन पेश गर्ने भन्ने कुरा छ। नेपाल सरकारले राष्ट्रपति समक्ष वार्षिक रूपमा प्रतिवेदन पेश गर्ने कुरा भनेर उल्लेख छ। त्यस पछाडि अर्को के छ? अनुगमन सम्बन्धी व्यवस्था, अर्थात् राज्यका निर्देशक सिद्धान्त, नीति, दायित्व प्रगतिशील कार्यान्वयन भए नभएको अनुगमन र मूल्याङ्कन गर्ने सङ्घीय स्तरमा, कहाँ त? सङ्घीय संसदमा, सङ्घीय स्तरमा एक समिति रहनेछ, त्यो समिति के त? अनुगमन समिति रहनेछ भन्ने कुरा उल्लेख गरिएको छ। अनुगमन भनेको के त? हेरिराख्ने, बिचबिचमा कतिको कार्यान्वयन भएको छ कि छैन, कार्यान्वयन भएको छैन भने के कारणले गर्दा भएको छैन, यो कुराहरू। त्यस पछाडि अर्को छ हेर्नु त, अदालतमा प्रश्न उठाउन नसक्ने, अर्थात् यो नीति तथा सिद्धान्त होइन, निर्देशक सिद्धान्त, नीति तथा दायित्वहरू कार्यान्वयन भयो कि भएन भन्ने कुरा अदालतमा प्रश्न उठाउन सकिने छैन है। यो विरुद्धमा अदालतमा प्रश्न उठाउन छैन। तर एउटा कुरा मैले अघि पनि के भनेको थिएँ, मौलिक हक प्राप्त भयो कि भएन राज्यको विरुद्धमा अदालतमा प्रश्न उठाउन सकिनेछ। त्यसैले मौलिक हकलाई नेगेटिभ राइटको रूपमा लिइन्छ भनेदेखि यो राज्यको निर्देशक सिद्धान्त तथा नीतिलाई विरुद्धमा कार्यान्वयन भए नभएको विरुद्धमा प्रश्न उठाउन सकिने छैन, यसमा टेकेर राज्य सञ्चालन गरिन्छ, त्यसैले यसलाई पोजिटिभ राइट भनिन्छ। पछि मौलिक हक तथा राज्यको निर्देशक सिद्धान्त तथा नीति विरुद्धको फरक छुट्याउनको लागि म टेबल पढाउँछु तपाईँहरूलाई। भनेपछि त्यो कुरा त्यहाँ पनि याद गर्नु होला र पाउनुहुनेछ। मौलिक हकहरूलाई नेगेटिभ राइट्स भनिन्छ भनेदेखि राज्यको निर्देशक सिद्धान्त तथा नीतिलाई पोजिटिभ राइट्सको रूपमा लिइनेछ भन्ने कुरा उल्लेख छ। ल, आजको लागि हामीले यति नै राखौँ, भोलि भाग 5 को हामीले पढौँला। अब त्यस्तो छ भने तपाईँहरू केही फिडब्याक छ भनेदेखि यहाँ राख्नु होला है। अनि अर्को कुरा, पढाइको क्लासको बिचमा केही कसैलाई सोध्नु छ, बोल्नु छ इभेन भनेपछि ठिकै छ, यहाँ मेसेज गरेर राखिदिनु होला होइन, अथवा आफूलाई अनम्युट गरेर एकजनाले बोलिदिनु होला, नै भनेदेखि म्युट अनम्युट भएर अनि गीत गाउने कुराहरू नगरिदिनु होला है। अघि कोही एकजना साथीले गीत गाउने कुरा गर्नुभएको छ है, भनेपछि बाँकीलाई पनि डिस्टर्ब हुँदैछ। त्यस्तो गर्नुहुन्छ भनेदेखि त्यही बेला क्लासमा के गर्छु, म्युट त गर्छु सबैलाई। यदि एकचोटि आज 3 चोटि मैले गरेँ भने तेस्रोचोटिमा म्युट, तीनचोटि मैले म्युट गर्नु पर्यो। त्यस्तो गर्नुहुन्छ भनेदेखि क्लास के गरिन्छ त? इन्टरप्ट गरिनेछ है। भनेपछि एकजनाको कारणले गर्दा अरूलाई समस्या नपरोस् भनेर ध्यानमा राख्दै यो कुरा मैले अनुरोध पनि गरेँ है। ल, नागेन्द्रजीले भन्नुभयो रेकर्ड भिडियोको सेन्ड गर्नुपर्ने होला। रेकर्डिङ भिडियोको पनि व्यवस्था हुनेछ नागेन्द्रजी अलिक चाँडै है। अब मेरो ल्यापटपमा के छ भनेदेखि भिडियो रेकर्डिङको अलिकति ठ्याक्कै समस्या छ। ठ्याक्कै एक्ज्याक्ट कुरा भन्ने हो भनेदेखि
अब चाँडै त्यसलाई म सोल्भ गर्नेतिर लाग्छु अनि रेकर्डिङ भिडियो पनि दिने है, त्यसको हेलो सर। व्यवस्थापनमा हामी छौँ। नोट पिडिएफ सरलाई म भोलि पठाइदिन्छु है। सुजाताजीले लेख्नु भएको छ, सर नोट पिडिएफ सेन्ड गरिदिनु होला। ओके ओके, भोलि म हाम्रो सरलाई नोट पिडिएफ सेन्ड गर्छु। पिडिएफ त अलरेडी हामीसँग छ है, सरलाई म पिडिएफ भोलि पठाइदिउँला। ल अरू केही छ भने हेलो राख्नु सर। है। हेलो हजुर 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 सर, यो नोटमा तपाईँले जुन हाइलाइट गर्नुभएको हो नि, हजुर हजुर त्यो सर। पनि त्यसमा हुन्छ एकदम हाइलाइट? एकदम हुन्छ सर, हो हुन्छ हुन्छ एकदम। अनि सुन्नु पञ्च सर, यो हाइलाइट गरेको कुराहरू ए, एकदम इम्पोर्टेन्ट छ अनि भनेर सर यो बुझ्नु होला। 1 घन्टा 2 घन्टा सर, एकताले हाम्रो क्लास पुरै सकिन्छ कि? तपाईँको आवाजै आएन पञ्च सर, आवाज अलिकति फेरि बोल्नु त, फेरि दोहोऱ्याएर। हेलो। सर यो हाम्रो क्लासको अब समय छैन क्या सर, इक्जामको धेरै। अब यो त्यति बेलासम्म सकिन्छ कि सक्दैन सर? 2 घन्टा सर गरिदिनु न, 1 घन्टा मात्रै। तपाईँले बिहान पनि 1 घन्टा दिनु न टाइम सर। बिहान त पोसिबल छैन सर, तैपनि ल प्रयास गरौँला, हेरौँ पहिला के हुँदैछ सर धेरै छ हाम्रो। क्या, सिलेबस धेरै छ। अनि छ न त, सिलेबस त छ। अब हाम्रो यतिले दिलीप सर सरसँग एकचोटि भ्याउँदिनँ अब हाम्रो कुरा हुनेछ। अनि अलिकता म पनि थोरै अन्त पनि इङ्गेज छु सर है। इभेन दो म प्रयास गर्छु, भयो भनेदेखि म हाम्रो सरलाई यो कुरा ठिकै छ, सरलाई राख्नु, सेयर गर्नु, अनि त्यसअनुसारको अब मर्निङमा नत्र पनि नत्र सर, सकभर बिहानमा भ्याएसम्म सर गरौँला। तपाईँले भ्याउदिनँ भने यही टाइममा सर 2 घन्टा गरिदिनु नत्र। ठिकै छ सर, अब प्रयास गरौँला सर है। ल ल ल, ए, हस् हस्, हस् हुन्छ हस् सर। सर, हुन्छ 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 सर। ल, अरू कुनै सर म्यामहरूलाई केही छ भनेदेखि आफ्नो कुरा राखौँ, नै भने त अब के गरौँ, गुड नाइट गरौँ कि? ल त्यसो भनेदेखि अब गुड नाइट गरौँ जस्तो लाग्यो मलाई। ल हुन्छ, शुभरात्रि। अब यो स्क्रिनसट गरेकोहरू घरमा अलिकता उस गर्नु होला। भोलि म हाम्रो सरलाई पिडिएफमा पठाइदिनेछु अनि सरले पिडिएफ तपाईँहरूलाई प्रोभाइड गराउनु हुनेछ। ल हस्, हुन्छ, ल भोलि भेटौँला त्यसो भए हाम्रो अनलाइनमा।